नमस्कार साथीहरु। आज म तपाईहरुलाई AutoCAD मा सेक्सन कसरी बनाउने भन्ने कुरा देखाउन गइरहेको छु। यसको लागि अहिले मसँग यो 3.5 स्टोरीड एउटा रेसिडेन्शियल बिल्डिङ छ र यसको सेक्सन लाइन चाहिँ यो यसरी ड्रइङमा देखाए अनुसार छ। अब नर्मली हामीले सेक्सन काट्दाखेरि जहिले पनि भर्याङबाट काट्ने गर्छौं। भर्याङको जतापट्टि अप छ, अप डाइरेक्सन छ, त्यहाँनेरबाट काट्ने गर्छौं र सम्भव भएसम्म जति सक्यो धेरै इन्फर्मेसन दिन सक्यो भने राम्रो हुन्छ सेक्सन काट्दाखेरि। जस्तै यहाँनेर हामीले यो अलिकति भोइड जस्तो छ, यो भोइडलाई काट्यो भने यहाँनेर यो ओपन स्पेस कसरी बाँकी रहन्छ अथवा यहाँनेर बीमहरु जान्छ भने त्यो हिसाबको क्लियरिटी आउँछ। अर्को यहाँनेर विन्डोबाट भेन्टिलेसनबाट काट्यो भने हाम्रो सिल लेभल लिन्टल लेभलहरु क्लियरिफाई हुन्छ र अब स्टेयरकेसबाट काट्दा स्टेयरकेसको ट्रेड राइजर यी कुराहरु आउँछ। त्यो हिसाबले अब बिल्डिङहरुको मिनिमम एउटा सेक्सन त काट्नै पर्छ, त्यो कम्पल्सरी नै हो। नगरपालिकामा नक्सा पेश गर्नलाई पनि आवश्यक हुन्छ र बिल्डिङ जति कम्प्लेक्स छ त्यो हिसाबले हामीले एक भन्दा बढी वाल सेक्सनहरु अथवा चाहिँ आवश्यक भयो भने वाल सेक्सनहरु पनि काट्ने गर्नुपर्ने हुन्छ। आउनु सुरु गरौँ। सबैभन्दा पहिले हामी कुन लेयरमा बसेर सेक्सन ड्रा गर्ने त्यो लेयरमा यहाँनेर बस्नु पर्यो। होम ट्याबमा गएर यहाँनेर लेयर चुज गरौँ। जस्तै यहाँनेर यहाँ स्ल्याब भन्ने लेयर छ एउटा, यो स्ल्याब भन्ने लेयरमा बस्छु म। र अब सेक्सन काट्दाखेरि जहिले पनि भर्टिकल लाइन ड्रप गर्ने हो। जस्तै यहाँनेरबाट काट्दै काट्दै यो लाइनले जसरी देखाएको छ त्यो हिसाबले अब हामी सेक्सन ड्रा गर्छौं। जस्तै सबभन्दा पहिला यहाँनेर के छ त, वाल काटिएको छ हैन। यसको लागि एक्सएल गरे मैले, कन्स्ट्रक्सन लाइन भी गरे भर्टिकलको लागि। यो लाइनले जहाँ छोएको छ त्यहाँ काट्ने हो, त्यहाँबाट ठ्याक्क लाइन ड्रप गर्ने हो है। अब यो चाहिँ प्रोजेक्सन लाइन भयो। अब सेक्सन ड्रा चाहिँ अलिकति तलबाट सुरु गर्नु पर्यो। त्यसको लागि मैले एल इन्टर गरे र यहाँनेर यो ग्राउन्ड लाइन दिए मैले। सबभन्दा पहिला ग्राउन्ड लाइन डिफाइन गरे र तलको ट्रिम गरे। अब भ्यूमा जाने, पिभट कन्फिगरेसनमा गएर भर्टिकल गर्नुभयो भने यहाँनेर दुईवटा पार्टमा डिभाइड हुन्छ है। अब यो दुईवटा पार्टमा डिभाइड भयो भने के गर्न सक्छौं त, हामी यतापट्टि प्लानलाई हेर्ने, यतापट्टि काम गर्ने गर्न सक्छौं है त। अब सबैभन्दा पहिला वाल बन्यो है। वाल बनिसकेपछि यो हाम्रो ग्राउन्ड लेभलको लाइन भयो। अब म अफसेट गर्छु ओ इन्टर। अब हाम्रो कति छ त प्लिन्थ हाइट हैन। जस्तै 18 इन्ची 1 फिट 6 इन्ची छ भने मैले 18 इन्टर गरे, यो प्लिन्थ हाइट भयो। अब यो लाइन चाहिँ वाल भन्दा बाहिर आवश्यक छैन यो डाइरेक्सनमा। सुरुमा वाल बनाऊ, त्यसपछि अर्को वाल चाहिँ यहाँनेर एक्सएल गरे, भर्टिकल गरे, यो वाल यसरी कहाँ सेक्सन लाइनले वाललाई काटेको छ त त्यो वालहरु बनाऊ सबभन्दा पहिला। यसरी मैले जति पनि वालहरु सेक्सन लाइनले छोएको छ, काटेको छ त्यो ठाउँमा यसरी वालको लागि प्रोजेक्सन लाइनहरु ड्रा गरे र यसलाई यो प्लिन्थ भन्दा तल आवश्यक छैन भन्ने हिसाबले यसलाई ट्रिम गर्न सकिन्छ। अथवा हाम्रो प्र्याक्टिस कस्तो छ भने यो प्लिन्थ भन्दा तल पनि त्यो लोअर टाइबिम र प्लिन्थ टाइबिमको बीचमा वाल आउने भएको भएर अलिकति कन्टिन्यु गर्दा राम्रो हुन्छ। मैले अफसेट गरेर 1 फिट इन्टर गर्छु। यहाँबाट तलकोलाई चाहिँ म डिलिट गर्छु। अब यो छेउको फर्स्टको यसलाई चाहिँ एक्सटेन्ड गर्छु। यति भइसकेपछि अब यो वालहरु चाहिँ सबै वाल लेयरमा राख्नु पर्यो। त्यही भएर वाललाई सिलेक्ट गरेर म यहाँनेरबाट होम ट्याबमा गएर यहाँनेर वाल भन्ने लेयर यसलाई सिलेक्ट गर्छु है। यो सबै वाल भयो। अब वाल भइसकेपछि अब यो वाल भनेको फर्स्ट फ्लोर सम्म जान्छ। अफसेट गरेर फर्स्ट फ्लोरको हाइट चाहिँ 10 फिट इन्टर गरे मैले, यो फर्स्ट फ्लोरको फ्लोर हाइट भयो है त। अब यो प्लिन्थ लाइन भन्दा बाहिर यो जाँदैन। यो स्ल्याब पनि माथि प्रोजेक्सन चाहिँ आउन सक्छ हैन। अहिले म यो वाल टु वाल गरे। अब सुरुमा हामी वाल गरिसकेपछि अब स्ल्याब र स्टेयरकेस गरौँ अलिकति। अब स्ल्याबको लागि अफसेट गरे मैले, 5 इन्च हुन्छ नर्मली थिकनेस, 4 इन्च अथवा 5 इन्च यसरी स्ल्याब भयो है। अब स्ल्याब भइसकेपछि बीमको लागि हामीले अब वालको चाहिँ सेन्टर लाइनलाई ड्रप गर्न पनि सक्छौं। सुरुमा यो वाललाई यो स्ल्याब भन्दा माथिको ट्रिम गरौँ। अब म यो वालको सेन्टर लाइनलाई म ड्रप गर्छु है। अब एक्सएल इन्टर गर्ने, फेरि भर्टिकल गर्ने, यसपछि यो सेन्टर लाइन जहाँनेर छ त्यो हिसाबले म सेन्टर लाइन ड्रा गरे।
अब तपाईले हेर्नु भने नर्मल्ली यहाँनेर यो हेर्न सक्नुहुन्छ यो प्राय रेसिडेन्सहरुमा सानो बिल्डिङहरुमा यो बाहिरपट्टिको फेसमा बीम चाहिँ बाहिरी फेसबाट पिल्लरको बाहिरी फेसबाट लगिन्छ है। त्यो हिसाबले यसलाई चाहिँ हामीले सेन्टर लाइन प्रोजेक्ट गर्ने भन्दा पनि एक्सेल गरेर भर्टिकल गरे मैले यो छेउबाट गरौँ। यसबाट भित्र चाहिँ 9 इन्चीको बीम बस्ने भयो। त्यस्तै यो छेउमा पनि यहाँ ठ्याक्क एक्सेल गर्यो भर्टिकल गर्यो यो पिल्लरबाट यसरी जाने हो बीम त यो पिल्लरको छेउबाट यो पिल्लरको छेउमा यसरी जाने हो। अनि त्यसपछि त्यो भन्दा भित्र चाहिँ त्यो भन्दा बाहिर यो वाल जति पनि बसेको छ स्ल्याबमा रेस्ट गर्ने। त्यो भएर बीम भनेको यहाँबाट स्टार्ट हुन्छ। यसमा यो सेक्सन लाइनले चाहिँ ठ्याक्क यो पोइन्टमा काटेको छ। त्यही भएर मैले यहाँबाट कन्स्ट्रक्सन लाइन प्रोजेक्ट गरेँ र यहाँनेर हेर्नुभयो भने यो सेक्सन लाइनले काटेको ठाउँमै बीम अलि भित्र छ स्ल्याब थोरै बाहिर निस्किने भयो। यहाँ चाहिँ अलिकति स्ल्याबमा रेस्ट हुने भयो है त। अब यहाँ भन्दा भित्र 9 इन्ची जान्छ यो छेउको 9 इन्ची भित्र यहाँ भन्दा भित्र पनि 9 इन्ची छेउको। अब यो बिचको चाहिँ यो सेन्टर लाइन भयो बीमको भनेपछि यताबाट 4.5 इन्ची दुवैतिर जाने भयो। 4.5 यसरी दुवैतिर गयो यसरी गयो है त। अब यो बीमको विड्थ आयो। अब बीमको डेप्थ भनेको हामीले नर्मली अफसेट 9+5 गर्छौं। 5 इन्ची स्ल्याब भन्दा तल 9 इन्च हुन्छ। त्यही भएर मैले अहिले स्ल्याब भन्दा तल 9 इन्च गरेँ है त। अब यो मात्रै लेयरलाई तपाईले आइसोलेट गर्न पनि सक्नुहुन्छ। त्यसको लागि मैले आइसोलेटको लागि LAY ISO हाने पनि हुन्छ। LAY ISO इन्टर गर्ने यो लेयरलाई मात्रै राखेर अब यहाँनेर बीम थाहा भइसक्यो। यसलाई ट्रिम गर्ने सबैलाई सिलेक्ट गरेर अब यो बीम त तल त जाँदैन हैन यसरी यसरी यसरी। अब यो माथि पनि रहँदैन यसरी हामीले ट्रिम गर्न सक्छौं। यसरी सबै लाइनहरुलाई यो गर्ने तरिका चाहिँ विभिन्न हुन सक्छन् हैन। फिलेट ट्रिम के गर्ने हो त्यो गरेर अब लेयर अनाइसो गर्ने LAYUNISO इन्टर हैन। यति भइसकेपछि फर्स्ट फ्लोरको स्ल्याब हामीले बनायौं है। अब यो वाल गएर यहाँनेर अलिकति बीममा ठोक्ने भयो अलिकति यता बाहिरबाट जाने भयो हैन। यो हिसाबले भयो। यहाँनेर हेर्नु भने यो यहाँ बीमको तल इन हुने भयो। यहाँनेर पनि यसमा बीमको तल इन भयो। यहाँ चाहिँ अब स्ल्याब प्रोजेक्ट हुन्छ स्ल्याबमा गएर रेस्ट गर्ने भयो है त। अब यति भइसकेपछि अब हामीले नर्मल्ली प्लिन्थ टाइ बीम पनि जानेर माथिको फर्स्ट फ्लोर टाइ बीम हुन्छ त्यसको सिधा तल हुन्छ नर्मल्ली। त्यो हिसाबले मैले फर्स्ट फ्लोरको टाइ बीमहरुलाई कपी गरेर यहाँ प्लिन्थ लेभलमा ठ्याक्क लगाएर राख्छु। त्यसको लागि कपी गर्ने यो बेस पोइन्ट यो बीमको टप लियो। बीमको टप भनेको यहाँनेर यो टपमा गएर बस्ने भयो है त। अब यो भइसकेपछि मैले यो लेयरलाई मात्रै फेरि आइसोलेट गर्छु। सर्टकट छ मैले सर्टकट बनाएको छु त्यसको लागि AF है। अब यसको प्लिन्थ टाइ बीम भनेको नर्मल्ली 9/12 अथवा 9/9 हुन सक्छ। जस्तै यो हेर्नु भने तपाईको 9 नै छ सबै 9 इन्ची छ। अब यसको डेप्थ चाहिँ 12 इन्ची अथवा 1 फिट गर्नु पर्यो। त्यसको लागि मैले अफसेट गरेँ 12 इन्टर गरेँ। यहाँसम्म आउनु पर्यो हैन प्लिन्थ टाइ बीम। त्यसको लागि मैले यसलाई फिलेट गर्छु पहिला। अब यसलाई चाहिँ मैले स्ट्रेच गर्छु। यस इन्टर गर्ने यसरी क्रस विन्डोले सिलेक्ट गरेर अब इन्टर गर्ने फेरि बेस पोइन्ट यहाँ दिएर बेस पोइन्टलाई यहाँ पुर्याउने। त्यस्तै गरी यतापट्टिको पोर्सन स्ट्रेच बेस पोइन्ट यहाँ फेरि स्ट्रेच यस इन्टर यसरी सिलेक्ट गर्ने राइट क्लिक गर्ने बेस पोइन्ट यहाँ क्लिक गर्ने डेस्टिनेसन यहाँ। त्यस्तै गरी यहाँनेर सेम कमान्ड रिपिट इन्टर यसरी हैन। अब यो चाहिँ यो टाइ बीम चाहिँ गएर के हुन्छ त टाइ बीम ठ्याक्क टाइ बीम आउँछ। त्यसपछि यहाँ स्वेलिङ PCC आउँछ। त्यही भएर मैले यो लाइनलाई एक्सटेन्ड गरिदिन्छु। एक्सटेन्ड यहाँसम्म यो लाइनलाई त्यस्तै यो दुईवटा लाइनलाई यो लाइनलाई पनि हैन। यो भन्दा बाहिर चाहिँ यो अहिलेलाई चाहिँ म यसैमा एन्ड गर्छु। अब यो बिचको लाइनहरु आवश्यक भएन। त्यही भएर ट्रिम कमान्डले यो सबैलाई सिलेक्ट गरेर राइट क्लिक अब यो बिचकोलाई मैले गरेँ। अब लेयर अनआइसोलेट गरेँ। यो गरिसकेपछि प्लिन्थ टाइ बीम त भयो। यो प्लिन्थ टाइ बीमको लेभलमा ठ्याक्कै यहाँनेर के बस्छ त अब फ्लोर फिनिश यसरी बस्छ। त्यही भएर प्लिन्थ टाइ बीमको लेभलमै मैले लाइन ताने।
अब यो फ्लोर फिनिस स्क्रिडिङ हुनसक्छ, टाइल हुनसक्छ, मार्बल हुनसक्छ, त्यो हिसाबले डिफ्रेन्ट थिकनेस हुनसक्छ। यसलाई मैले अफसेट गरेर यसको थिकनेस चाहिँ 1 इन्च राखिदिन्छु फ्लोर फिनिसको है। सबैतिर अफसेट 1 इन्च गरेँ। त्योभन्दा तल फ्लोर फिनिसभन्दा तल अब नर्मल्ली हामीले पिसिसी गरेको हुन्छौँ अफसेट, मैले 3 इन्चीको पिसिसी राख्थेँ यहाँ तल सबै साइडमा 3 इन्चीको पिसिसी। र यो पिसिसी भन्दा तल चाहिँ के हुन्छ त अफसेट गरेर 2 इन्चीको ब्रिक सोलिङ हुन्छ। यसरी ब्रिक सोलिङ पिसिसी यसरी भयो, यहाँनिर डबल भएछ, इरेज गरिदिएँ मैले। ल यसरी प्लेन लेभलको सोलिङ, पिसिसी र फ्लोर फिनिस यो 3वटा चिज देखायौँ हामीले। अब यो एक्ज्याक्टली भन्नुपर्दा यो हामीले यो ड्रप गरेको लाइनहरू यो कहाँको थियो त भन्दा ग्राउन्ड फ्लोरको थियो है। यो ग्राउन्ड फ्लोरको यो खासमा चाहिँ यो पिसिसी माथि वाल बस्छ हैन। फ्लोर फिनिस चाहिँ त्यो वाल लगाइसकेपछि यता साइडमा आउँछ। एक्चुअल हेर्ने हो भने चाहिँ हाम्रो कस्तो हुन्छ त भन्दाखेरि यहाँभन्दा माथि यसरी बस्छ वाल हैन, यो बिम माथि यसरी बस्ने भयो। तर हामीले नर्मली बनाउँदाखेरि चाहिँ यसरी गर्छौँ, यो ठ्याक्क फ्लोर फिनिसमा आएर वाल माथि जान्छ भन्ने हिसाबले यस्तो हिसाबले गर्छौँ। यसलाई म अहिले ट्रिम गरिदिन्छु, यो ग्राउन्ड फ्लोरबाट स्टार्ट हुने वाललाई यसलाई फेरि यसरी ट्रिम गरिदिउँ। यसलाई पनि यहाँबाट तल ट्रिम गरिदिउँ है त, यसलाई पनि यहाँबाट तल ट्रिम। अब यो ट्रिम भइसकेपछि प्लिन्थभन्दा तलको स्ट्रक्चर हामीले हेर्ने हो भने प्लिन्थभन्दा तल 9 इन्चको नै के आउँछ त 9 इन्चको नै मैले यसलाई मुभ गरेर अलिकति तल लगिदिन्छु अहिले, यहाँसम्म करिब करिब गरौँ है। यसरी त्यो ग्राउन्ड लाइन थियो है, त्यो ग्राउन्ड लाइन एज इट इज होस्। मैले एउटा होरिजेन्टल लाइन जान्छु, एक्सेल इन्टर, होरिजेन्टल इन्टर। अब यहाँसम्म चाहिँ यो प्लिन्थदेखि तल फाउन्डेसनसम्म आउने जुन टो वाल हुन्छ त्यो बनाऊ। यसको लागि यो बाहिरी फेस यसलाई म ट्रिम गरिदिन्छु। यो बाहिरी फेस यही नै भयो, यहाँबाट अफसेट गरेर 9 इन्ची यो भयो। अब यो टो वाल चाहिँ जहिले पनि ठ्याक्क प्लिन्थ बिमको तल आउँछ, त्यो हिसाबले यसरी यहाँनिर आउने भयो, अर्को यहाँनिर आउने भयो, अर्को टो वाल चाहिँ यहाँबाट यसरी आउने भयो है त। अब यो भइसकेपछि यो टो वालहरूलाई चाहिँ सबैलाई वाल लेयरमा राख्नु पर्यो, वाल लेयर है। यो वाल लेयर भइसकेपछि अब हामी ह्याच लेयरमा बसौँ। यहाँनिर ह्याच लेयर छ। अब एक्सप्रेस टुलमा जाने, ब्रेक लाइन सिम्बल गर्ने, त्यसपछि यहाँनिर कन्टिन्यू लाइनको सिम्बल दिने, फर्स्ट पोइन्ट, सेकेन्ड पोइन्ट, सेन्टर लाइन। अब यसैलाई कपी गर्दा पनि हुन्छ, कपी यो लेफ्ट साइडको वालमा बेस पोइन्ट लिएर यसको पनि लेफ्ट साइडमा क्लिक गर्ने, फेरि लेफ्ट साइडमा क्लिक गर्ने, फेरि लेफ्ट साइडमा क्लिक गर्ने, यो कन्टिन्यू भयो। अब हाम्रो फर्स्ट फ्लोरको स्ल्याब, यो प्लिन्थ लेभल हैन, त्यसपछि यो वालहरू भइसकेको छ। अब अलिकति स्टेयरकेस बनाऊ। स्टेयरकेसको लागि जस्तै एक्सएल इन्टर गरेर भर्टिकल गरिसकेपछि यहाँबाट स्टेयरकेस स्टार्ट हुन्छ अनि यहाँ गएर यहाँ यसको चाहिँ यो पहिलो फ्लाइट चाहिँ यहाँनिर इन हुन्छ हैन। त्यसको लागि स्टेयरकेस जाने भनेको यो पोइन्टदेखि यो पोइन्टसम्म यहाँ एउटा लाइन ड्र गरेँ मैले। त्यसपछि अब यो राइजरलाई चाहिँ इक्वली डिभाइड गर्नु पर्यो। कतिवटा राइजर छ त 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16वटा राइजर छ है। 16वटा राइजर छ भनेपछि यो लाइनलाई, यो फ्लोर हाइटलाई चाहिँ 16 डिभिजनमा डिभाइड गर्नु पर्यो। त्यसको लागि डिआइभी इन्टर गर्ने, सिलेक्ट अब्जेक्ट टु डिभाइड भनेको छ, यसलाई सिलेक्ट गर्ने, नम्बर अफ सेगमेन्ट्स भनेको छ 16वटा डिभिजन गर्नु पर्यो, 16 गर्ने, इन्टर गर्ने है। अब यहाँ ठ्याक्क 16वटा डिभिजन भयो। अब लाइन तान्ने, एल इन्टर गरेर मैले यहाँबाट सिधा लाइन ताने। अब यो चाहिँ राइजर भयो, यो फ्लोरदेखि यहाँसम्मको एउटा राइजर भयो। अब यो ट्रेड कति छ त भन्दा त्यसको लागि एक्सएल इन्टर गरेँ मैले, भर्टिकल इन्टर गरेँ, यहाँसम्म आयो भनेपछि अब स्टेयरकेस कस्तो हुने भयो त यस्तो खालको हुने भयो। फिलेट गरेँ मैले, ट्रिम, यहाँभन्दा तलको ट्रिम गरेँ, फेरि यो अर्को राइजर आउने ठाउँमा योभन्दा यताको पनि मैले डिलिट गरेँ भनेपछि यो चाहिँ एउटा स्टेप भयो हैन। यो हिसाबले अब यो स्टेपलाई हामी कपी गर्न सक्छौँ। कपी गरेर यसरी यसरी ठ्याक्क त्यसको माथि माथि लगेर राख्दै जाने। अब यहाँसम्म आइसकेपछि यहाँनिर पनि के हुन्छ त फेरि एउटा राइजर बस्छ, यहाँनिर यसरी राइजर बस्छ।
अब यो पोइन्टमा आइसकेपछि यहाँबाट चाहिँ हाम्रो ल्यान्डिङ स्टार्ट भयो हैन। यो प्लानमा हेर्दा यो पोइन्टबाट यता ल्यान्डिङ गयो। यो ल्यान्डिङ कहाँसम्म जान्छ त यो वालमा गएर ठोकिन्छ भनेपछि यसलाई एक्सटेन्ड गर्ने, यहाँ लगेर यसरी एक्सटेन्ड गरिदिने है। यो ल्यान्डिङमा बीम आउँछ, मैले त्यही भएर यो वालको पल्लो छेउसम्म लगिदिएँ यसलाई। अब यति भइसकेपछि फेरि यहाँनिर कतिवटा राइजर देखिन्छ, एउटा राइजर, 2 3 4 5 6 6वटा राइजर देखिन्छ। अब हामीले यहाँबाट काटेका छौँ भन्नुको मतलब यहाँ बसेर यो पोइन्टमा बसेर यता हेरिरहेका छौँ भनेपछि यो राइजरहरूको के देखिन्छ त एलिभेसन देखिन्छ। त्यही भएर 6वटा राइजर देखिने गरी एलिभेसन गर्नु पर्यो। अफसेट राइजर हाइट भनेको यहाँदेखि यहाँसम्म यसरी एलिभेसन 1 2 3 4 5 6वटा राइजर भयो। अब यसलाई यसरी यताको ट्रिम गरिदिन्छु म। अब यो एलिभेसनमा देखिने पार्ट यसरी देखिने भयो। अब यो देखिसकेपछि अब हामी यहाँ बसेर हेरिरहेका छौँ भने चाहिँ यो राइजर चाहिँ फेरि यो राइजरको छेउ यसरी उठेको अनि यसरी ट्रेड गएको देखिनु पर्यो भनेपछि यहाँबाट फेरि राइजर आउने भयो। त्यसको लागि राइजरको हाइट बराबर म फेरि अफसेट गर्छु। अफसेट डिस्टेन्स चाहिँ यति हो भनेपछि यसरी, भनेपछि यो राइजर चाहिँ यसरी भर्टिकल लाइन आयो। त्यसपछि फेरि ट्रेड यसरी होरिजेन्टल जान्छ। कहाँसम्म जान्छ भन्दा यहाँबाट एक्सेल गरेर भर्टिकल ड्रप गरे पनि हुन्छ, यहाँसम्म देखिने भयो। यसरी फिलेट गरेँ। अब यो लाइन आवश्यक भएन, यसलाई चाहिँ मैले डिलिट गरिदिएँ। अब यो एउटा स्टेप यही हिसाबले कपी गर्नु पर्यो। यहाँनिर यसरी कपी गर्दै जाने, यसरी यसरी ठ्याक्क यो स्ल्याबको टपमा गएर यो राइजर चाहिँ इन हुनुपर्छ है त। अब यो यहाँबाट भर्टिकल हामीले ड्रप गऱ्यौँ भने एक्सेल भर्टिकल यो पोइन्टमा गएर ठ्याक्क यहाँनिर राइजर सकिनु पर्यो हैन। त्यसपछि यताको पोर्सन यो भनेको चाहिँ के हो त यसको ल्यान्डिङ हो अथवा यो स्ल्याब हो भनेपछि यसलाई डिलिट गरिदिँदा भयो। यसरी हुने भयो। अब यहाँबाट यो स्ल्याब हामीले यो पोजिसनबाट काटिरहेको छौँ भनेपछि फर्स्ट फ्लोरमा गएर यसरी चढिसकेपछि फर्स्ट फ्लोरमा गएर यो पुरै स्ल्याब हुन्छ। यहाँबाट स्ल्याब स्टार्ट भएको स्ल्याब यतासम्मै आएको हुन्छ। यहाँनिर खासमा रेलिङ हुन्छ, यसरी यसरी रेलिङ हुन्छ भने चाहिँ यो चाहिँ सिङ्गल स्ल्याब हो भनेपछि यहाँबाट काट्दाखेरि चाहिँ यहाँबाट हेर्दा यता पछाडिको स्टेप देखियो भनेपछि काटिने चाहिँ ठ्याक्क यहाँबाट फेरि स्ल्याब काट्यो फर्स्ट फ्लोरको भनेपछि हो। यहाँबाट यो मैले ट्रिम गर्छु अहिले, टिआर डबल इन्टर टिआर हो। यहाँबाट चाहिँ ठ्याक्क स्ल्याब काट्यो है त। अब यो यताको बिम त छँदैछ, यसलाई म फिलेट गर्छु, फिलेट फिलेट है। अब यो भइसकेपछि यहाँनिर स्टेयरकेसको स्ल्याब देखाउनु पर्यो। त्यसको लागि यो स्टेयरकेसको बटम लाइनहरू बटम पोइन्टहरू जोडेर एउटा लाइन बनाउने। अब यसलाई वेस्ट स्ल्याब भन्छ। यसको अफसेट गर्ने कति हुन्छ त भन्दा नर्मली 5 इन्च हुन्छ। यो स्ट्रक्चरल एनालाइसिसबाट आउने चिज हो। यो छड्के स्ल्याब गरिसकेपछि यहाँनिरबाट पनि बिम आउँछ, फेरि काटिन्छ अफसेट 5 गरेर। अब यसलाई यो छड्के स्ल्याबलाई फिलेट गर्ने। अब एक्सटेन्ड यहाँसम्म चाहिँ यो आउने भयो। अब यो यसलाई चाहिँ हामीले लगभग यो स्क्रिनिङसम्मै यसरी लगिदिँदा हुन्छ। यसरी यो फ्लोर फिनिस चाहिँ यो पार्टमा हुँदैन। यो तलको उसँग यसरी डन्डी आएको हुन्छ। खासमा डिटेल हेऱ्यौँ भने यो बिमबाट डन्डी यसरी गएर यहाँसम्म होरिजेन्टल जान्छ अनि यहाँबाट छड्के जान्छ यसरी डन्डीहरू। त्यो भएर हामीले यहाँको पिसिसीसम्म चाहिँ यो स्टेयरकेसलाई यसरी यहाँसम्म पुर्याइदिउँ, एक्सटेन्ड गरिदिउँ है त। अब त्यस्तै यो माथिल्लो पोर्सनको पनि यसरी लाइन ड्र गर्ने र अफसेट गरेर 5 इन्च गर्ने। अब यो स्ल्याब चाहिँ यता यहाँसम्म ठोकिन्छ भने यता गएर माथिको स्ल्याबमा गएर जोइन हुन्छ यसरी। यसलाई डिलिट गर्ने, इरेज गरेँ मैले। अब यति भइसकेपछि स्टेयरकेसको अलिकति आउटलाइन चाहिँ आइसकेको छ। अब यहाँनिर हाम्रो बिम आउँछ, ल्यान्डिङ बिम आउँछ। यो बिम चाहिँ अब 14 राख्छु म, 9 बाई 14 9 यो 9 चाहिँ भइसकेको छ। यो 14 चाहिँ तल आउने भयो। यसलाई ट्रिम गरेँ। अब यो चाहिँ यहाँनिर यसरी बस्ने भयो भनेपछि बिम कसरी आयो त यसको बिम यसरी आउने भयो, बिम यसरी बस्ने भयो बिम है। अब यसलाई अहिलेलाई चाहिँ यसरी लाइन मात्रै देखाइदिँदा हुन्छ। अब यो वाल यहाँमा हुँदैन बिमको ठाउँमा, त्यही भएर मैले त्यसलाई ट्रिम गरिदिएँ। अब यसलाई ठ्याक्क यो गर्नको लागि यसलाई म ट्रिम गरिदिएर यहाँनिर लाइन तान्छु। बिमलाई चाहिँ अलग्गै लाइनले छुट्टियोस् भन्ने हिसाबले यसरी यसरी बस्छ। यो स्ल्याब छड्के स्ल्याब गयो, सिधा गएर ल्यान्डिङमा आयो। त्यसपछि हाम्रो अगाडिको यो राइजरहरू देखियो हैन, लामो लामो राइजरहरू देखियो यहाँनिर राइजरहरू। त्यसपछि यहाँबाट यसरी यो पोजिसनबाट यसलाई हेर्दाखेरि यताबाट यो साइडबाट ट्रायङ्गुलर पोर्सन देखियो। यो स्ल्याब साइड ट्रायङ्गुलर पोर्सन भर्याङको एउटा छेउमा गएर हामीले हेऱ्यौँ भने यो अलिकति आइडिया क्लियर पनि हुनसक्छ। अब यति भइसकेपछि
यो भर्याङहरु यो स्ल्याब चाहिँ सबै फ्लोरमा सेम हुन्छ यो फ्लोर हाइट सेम छ भने है हिसाबले हामी कपी गर्न सक्छौं यसलाई अब त्यसको लागि हामी यो कति तल छ त भवन यसलाई म अलिकति तल सार्छु मुभ गरे मुभ गरिसकेपछि यसलाई चाहिँ अब कपी गरौँ CO इन्टर यो चाहिने जति सिलेक्ट गर्ने कति कति चाहिन्छ हैन यो फ्लोर बीम पनि आवश्यक होला यो स्ल्याब भयो यो बीम यो स्ल्याबको लाइन यो बीम यो बीम यो बीम हैन यसलाई कपी गरेर यो 10 फिट माथि लग्नु पर्यो 10 फिट इन्टर हैन अब यो मिल्यो कि मिलेन त हेरौँ है त एकपटक अब यो फ्लोर हाइट कति छ त यहाँनेरको फ्लोर हाइट हेर्यौं भने हामीले डाइमेन्सन दिन्छु 10 फिट छ यहाँनेरको हेर्यौं भने यो 10 फिट नै छ है अब यो यहाँनेर के हुनु पर्यो त यो यहाँ एक्सटेन्ड हुनु पर्यो अब यो जहाँबाट जुन लाइनबाट स्टार्ट भएको छ त्यो माथिको राइजर चाहिँ यही स्टेपबाट ठ्याक्कै स्टार्ट हुने भयो हैन भनेपछि यहाँनेर एउटा स्टेप फेरि आउने भयो यसो गरेर यस्तो गर्दिनु पर्यो है त अब यसलाई फेरि हामीले कपी गर्नुपर्ने हुन्छ हैन अब यो यसको डिटेल पछि अलिकति गरौँला अहिले फेरि म कपी गर्छु कपी यो पोर्सन त्यसपछि यो पोर्सन अब यसलाई रिमुभ गर्न सकिन्छ यो डाइमेन्सन लाइन चाहिएन आर इन्टर गरेर यसलाई क्लिक गरे अब इन्टर गरेर बेस पोइन्ट फेरि 10 फिट इन्टर है अब फेरि कपी CO इन्टर प्रिभियस इन्टर यसलाई चाहिँ अब अगाडि 10 फिट माथि भनेपछि अब 20 फिट माथि 20 फिट इन्टर है यसलाई चाहिँ यो 10 फिट भन्दा माथि ल राख्नु पर्यो भने चाहिँ यसको टपलाई 20 फिट माथि लगेपछि यहाँ पुग्छ भन्ने हिसाबले मैले गरे अब यति भइसकेपछि स्ल्याब बीम हाम्रो भइसकेको छ है अब ठ्याक्क यो मिलाउनको लागि के गर्नु पर्यो भन्दा हामीले यो हरेक फ्लोरको अलग अलग राख्नु पर्ने हुन्छ है जस्तै ग्राउन्ड फ्लोरको हामीले कम्प्लिट गरिसक्यौं भने ग्राउन्ड फ्लोरको चाहिँ लगभग कम्प्लिट भइसक्यो हामीले यहाँनेर जस्तै अब वालहरु काटिसक्यौं हैन वालहरु देखाइसक्यौं अब स्टेयरकेस देखाइसक्यौं स्ल्याब देखाइसक्यौं भने अब झ्यालहरु देखाउनु पर्यो जस्तै यो भेन्टिलेसन हो भने जस्तै यो वाल एक्सेल इन्टर भर्टिकल हो यो वालमा चाहिँ भेन्टिलेसन हाल्नु पर्यो है भेन्टिलेसनको लागि हामीले लिन्टेल लेभल दिउँ सुरुमा अफसेट 7 फिट इन्टर यहाँबाट 7 फिट माथि यो लिन्टेल लेभल भयो अब भेन्टिलेसनको हाइट कति छ त 1 फिट 6 इन्च अथवा 2 फिट हुन सक्छ मैले 2 फिट गर्छु अफसेट इन्टर 24 इन्टर अब ट्रिम गर्ने यसलाई यताको र यताको काट दिने हैन फेरि यो म्याच प्रोपर्टी गरे वाल लेयरमै लाने अब ट्रिम गर्ने यसलाई राइट क्लिक गरेर इन्टर गर्ने हैन अब फेरि लाइन ड्रा गर्ने यो लाइन ड्रा गर्ने अब एमएल गरे पनि हुन्छ मल्टी लाइन एमएल इन्टर यसको स्केल इन्टर एस इन्टर अब त्यो विन्डोको सेक्सन चाहिँ 2 इन्ची हुन्छ त्यही भएर काठको छ भने 2 इन्टर गरे अब जस्टिफिकेसन जे इन्टर 0 इन्टर भनेपछि यो क्लिक गरेको पोइन्टबाट दुईटा लाइन बन्छ एकैपटक यो मल्टी लाइन भनेको क्लिक इन्टर है यो भयो झ्याल अब यसलाई चाहिँ सिलेक्ट गरेर हामीले कुन लेयरमा राख्नु पर्यो त विन्डोमा राख्नु पर्यो विन्डो लेयर छैन भने यहाँ एक ग्लेजिङ भन्ने छ है यसमा राख्नु पर्यो अब यो भेन्टिलेसन भयो त्यसपछि फेरि यहाँनेर अर्को भेन्टिलेसन काटेछ यो सँगैको वालमा हैन यो पोजिसन पत्ता लगाउनु पर्यो भने एक्सेल गरेर भर्टिकल गरौँ यो वालमा पनि भेन्टिलेसन छ भन्नुको मतलब हामी यसैलाई कपी गर्न सक्छौं CO गरे राइट क्लिक गरेर बेस पोइन्ट यहाँबाट यहाँ कपी त्यस्तै नेक्स्ट वालमा पनि छ यसमा पनि कपी हैन अब यो वाल त तलदेखि माथि गएको छ यो लाइन यसलाई ट्रिम गर्नु पर्यो TR इन्टर गर्ने यसरी सिलेक्ट गरेर यसरी सिधै क्लिक गरिदिँदा हुन्छ अब यो दुई टुक्रा भइसक्यो माथि र तल है फेरि ट्रिम TR इन्टर यो सबैले सिलेक्ट गर्दा केही फरक पर्दैन इन्टर गर्ने अब काट्ने लाइन भनेको यहाँनेर यो तल छ यो लाइन हो यो कन्टिन्यू लाइन यहाँ तलसम्म आछ त्यही भएर यसरी सिलेक्ट गरिदिँदा केही फरक पर्दैन सिंगल लाइन ट्रिम हुँदैन हैन यहाँ अरु बाउन्ड्री नहुँदासम्म त्यही भएर त्यसरी हामी ट्रिम गर्न सक्छौं यो भेन्टिलेसन पनि भयो त्यसपछिको नेक्स्ट वालमा केही पनि छैन ओपनिङ यो वालमा केही पनि छैन र त्यसपछि यो आउटर वालमा चाहिँ फेरि झ्याल छ भनेको यो आउटर वालमा फेरि झ्याल छ यसको लिन्टल लेभल सेम भयो यहाँबाट लिन्टल लेभल यही भयो हैन अब अफसेट सिल लेभल नर्मली हाम्रो 2 फिट 6 इन्ची अथवा 30 इन्ची हुन्छ मैले 30 इन्ची अफसेट गर्छु यसलाई एक्सटेन्ड
अब ट्रिम यसरी सिलेक्ट गरेर इन्टर यसरी क्लिक गरिदिने यो बिचको पनि अहिले म डिलिट गरिदिन्छु अब म्याच प्रोपर्टी यही लेयरमा हुन्छ यो पनि यसरी म्याच गरेँ अब लाइनले ड्रा गर्छु अब यो बिचको झ्याल बनाउनलाई मल्टिलाइन एमएल इन्टर मैले सेटिङ अगाडि मिलाइसकेको छु सेटिङको लागि थिकनेसको लागि स्केल गर्ने हो एस इन्टर गर्ने हाम्रो 2 इन्चीको छ हैन फ्रेम 2 गरे जस्टिफिकेसन भनेको यो सेन्टरमा बस्ने भएर यो क्लिक गरे पोइन्टबाट बराबर देब्रे दाहिने जाने भएर मैले जस्टिफिकेसनमा 0 गर्छु 0 जेड इन्टर गर्छु अब क्लिक गरेपछि यसरी तपाईले डाइमेन्सन दिएर हेर्नुभयो भने यहाँनेर 2 इन्ची मोटाइको यो दुईवटा वाल ठ्याक्क क्लिक गरेको पोइन्टबाट बराबर हुने गरी यसरी बस्छ अब यो झ्याललाई चाहिँ यसरी यसलाई चाहिँ एक ग्लेजिङ लेयरमा राख्नु पर्यो है त अब ग्राउन्ड फ्लोर कम्प्लिट भएको छ अब यहाँनेर हामीले अलिकति हेर्यौं भने यो कस्तो हुन्छ भन्दा यो यस्तै नै ठिकै होला अब यो गइसकेपछि यो फर्स्ट फ्लोरमा गइसकेपछि यो कस्तो हुन्छ भन्दा यो स्ल्याब कन्टिन्यू यसरी माथि जाने हो हैन त्यो भएपछि हामीले यो पोजिसनबाट काट्दाखेरि यो पोजिसन काट्दाखेरि यो स्ल्याब त फर्स्ट फ्लोरमा हेर्यौं भने यो फर्स्ट फ्लोरको स्ल्याब त यहाँबाट सिधा आएर अनि यही स्ल्याब छड्कै कन्टिन्यू जाने हो त्यो भएर यहाँ कस्तो हुन्छ त भन्दा यो स्ल्याब चाहिँ यसरी फिलेट हुने भयो यो पनि यसरी फिलेट हुने भयो अब यो काटिसकेपछि यो भन्दा पछाडीको यो स्ल्याब देखिदैन भनेको यो यता पछाडीको स्ल्याब चाहिँ देखिदैन भनेपछि यसलाई ट्रिम गर्नु पर्यो टीआर इन्टर यस्तो हुने भयो है त अब यही खालको डिटेल चाहिँ माथिल्लो फ्लोरमा पनि हुन्छ यसलाई फिलेट गर्नु पर्यो यसलाई ट्रिम गर्नु पर्यो यस्तै यसलाई ट्रिम गर्नु पर्यो यसलाई फिलेट गर्नु पर्यो अनि यो चाहिँ यहाँसम्म एक्सटेन्ड हुनु पर्यो यो ठिकै छ है यो हिसाबले हुने भयो अब काटिने चीज जति स्ल्याब लेयरमा बस्नु पर्यो यो स्ल्याब लेयरमा यो काटिन्छ यो काटिन्छ यो काटिन्छ यो स्ल्याब लेयरमा बस्यो अब यहाँनेर हेर्ने हो भने पनि यति पर्सन काटिन्छ यहाँनेर हेर्ने हो भने यति पर्सन काटिन्छ यहाँनेर यति पर्सन काटिन्छ है यो काटिएको पार्टलाई मैले अलिकति यो स्ल्याब लेयरमा राखेँ भने यो बाँकीलाई चाहिँ ह्यास लेयरमा राखेँ है त यसरी हामीले स्ल्याब चाहिँ बनायौं है अब यो एक्ज्याक्ट मिल्छ मिल्दैन हेरौं जस्तै मैले यो जुन कर्नरको डी र 3 ग्रिडको इन्टरसेक्सनको पिलर छ त्यो पोजिसनमा माथिको ओभरलाई राख्छु म एक्सेल इन्टर गरेँ भर्टिकल गरेँ अब यो फर्स्ट फ्लोरलाई चाहिँ लगेर म ठ्याक्कै त्यही लगेर राख्छु यसलाई मुभ गरेँ मैले कपी गरेँ मुभ गरेँ फर्स्ट फ्लोर राखेँ अब त्यस्तै सेकेन्ड फ्लोर पनि मुभ गरौँ अथवा कपी गर्न पनि सक्नुहुन्छ तपाईले त्यो फ्लोर प्लान नचलाउने हो भने हैन कपी गर्दा पनि हुन्छ मैले मुभ नै गरे खासै फरक पर्दैन अब यसको चाहिँ यो कर्नर मात्रै थाहा छ तपाईलाई भनेपछि यो कर्नरलाई रेफरेन्स लिँदा पनि हुन्छ यो कर्नरमा यहाँ धेरैवटा लाइन छ लाइन कहाँनेर बनाएको छ भन्ने अलिकति कन्फ्युजन भयो भने यो पोइन्टमा यहाँ यो छड्के लाइन पनि आछ यो सिधा लाइन छ कन्फ्युज भयो भने तपाईले यो कर्नरलाई रेफरेन्स लिन पनि सक्नुहुन्छ त्यसको लागि ग्राउन्ड फ्लोरको यो पोइन्टबाट एक्सेल तान्छु म एक्सेल भर्टिकल गरेर यो तान्छु अब मुभ गर्छु अब यो पोइन्ट भनेको कहाँ हुनु पर्यो त यो लाइनको ठ्याक्कै यहाँ आनेर हुनु पर्यो हैन यसरी मुभ गर्ने अब मुभ गरिसकेपछि हामीले ग्राउन्ड फ्लोर बनाइसक्यौं अब ग्राउन्ड फ्लोरको कामै सकियो हैन अब हामी फर्स्ट फ्लोरमा जाने फर्स्ट फ्लोरमा गयौं भने यहाँनेर एउटा विन्डोमा चाहिँ यो सेक्सन लाइन हेरौं फर्स्ट फ्लोरको सेक्सन लाइन यहाँ हेरौं भने यतापट्टि अब सेक्सन ड्रा गरौँ है त अब यहाँनेर यो अब स्टेयरकेसलाई अलिकति पछि मिलाउला एकैपटक मिलाउला सिमिलर नै हुन्छ स्टेयरकेसको यतापट्टिको बीमको पोर्सन अब यो जुन स्टेयरकेस माथि गइरहेको छ यसको सेक्सन सबै फ्लोरमा सेम नै हुन्छ यसरी यहाँनेर काट्यो 4-5 वटा स्टेप्स काट्यो त्यसपछि यो ल्यान्डिङ काट्यो यताको पट्टिको चाहिँ एलिभेसनमा देखियो अब यो 4-5 वटा स्टेप काट्यो ल्यान्डिङ काट्यो यो पछाडीको एलिभेसनमा देखियो सबै फ्लोरमा यही नै हो यही मिल्छ अब त्यसपछि वाल कहाँ बस्छ त्यो गर्नु पर्यो जस्तै वालको लागि एक्सेल इन्टर गर्ने अब भर्टिकल गर्ने त्यसको लागि तपाईले पछि चेन्ज गरिराख्नु पर्दैन लेयर त्यो भएर यसलाई मेक करेन्ट गर्ने यो वाल लेयरलाई चाहिँ करेन्ट गर्ने अब हामी यहाँ वाल लेयरमा बस्यौं अब एक्सएल इन्टर गरेर भर्टिकल गरेर यो वाल बनाउने यहाँ वाल आयो एउटा त्यसपछि यहाँनेर वाल आयो यो
सेक्सन लाइन त्यसपछि डिरेक्सन चेन्ज गरेर छ यहाँनिर आयो हैन। पहिला काटिने वाल मात्रै बनाऊ, त्यसपछि यो वाल काटिन्छ, त्यसपछि अर्को यो वाल काटिन्छ, त्यसपछि यो वाल काटिन्छ है त। यति वाल काटिने भयो। अब यसलाई ट्रिम गरौँ। यो फर्स्ट फ्लोरको वाल बनाइरहेको छ हामीले भनेपछि ट्रिम टिआर इन्टर। यो स्ल्याबभन्दा तल आवश्यक भएन, यसलाई ट्रिम गरिदिएँ मैले। अब यो स्ल्याबभन्दा माथि पनि आवश्यक भएन है त। यो स्ल्याबहरूभन्दा माथि पनि यो वालहरू आवश्यक भएन। यसरी ट्रिम गर्ने, यो बिमभन्दा माथिको ट्रिम गरिदिने, यो पनि बिमभन्दा माथिको ट्रिम गरिदिने है त। भनेपछि यहाँनिर अलिकति इरर आएको छ। यो प्लान नै आफैमा इरर हुनसक्छ है त। यो यस्तो यहाँ ठ्याक्क एक्ज्याक्टली तलमाथि मिलेको छैन। यो कति इन्चीको फरक आयो त, हाफ इन्चीको फरक है। यो प्लानमा नै फरक होला केही न केही। अलिकति हेरौँ है त। यहाँनिर डिएएल गरेर मैले यो कर्नरदेखि यो पिल्लरको इन्डसम्म डाइमेन्सन दिन्छु। कति आउँछ? 45 फिट 5 इन्ची आयो सेकेन्ड फ्लोरको हैन। अब सेकेन्ड भन्दा नि हामीले फर्स्ट र ग्राउन्ड हेर्नु थियो। फेरि डाइमेन्सन दिन्छु। यो कर्नरदेखि पिल्लरको इन्डदेखि पिल्लरको इन्ड है त। पिल्लरको इन्डसम्म डाइमेन्सन दिँदा 40 फिट 4.5 इन्ची यहीँ देखिहाल्यो। 40 फिट 4.5 छ यहाँनिर, यहाँनिर 40 फिट 5 इन्ची छ हैन। त्यो भएर अहिले यो सानो इररलाई छोडिदिउँ। यो इन्ड चाहिँ ठ्याक्क फेसमा मिल्नुपर्ने हो। त्यो हिसाबले यो फेस ठ्याक्क आउँछ माथि, सिधा माथि आउँछ यो। अहिले त्यस्तो इरर आयो भने है यसरी। अब यसलाई म म्याच प्रोपर्टी गरिदिन्छु। यो आयो हैन। यसरी वालहरू भइसकेपछि जस्तै अब टेन्टेटिभ हेर्दाखेरि यो तलको वालको सिधा माथिको वाल रहेछ भन्ने बुझिन्छ हैन। अलिकति यहाँनिर थोरै यो ड्राफ्टिङ इरर होला यो अटोक्याडमा गर्दाखेरि हैन। अब यसरी जहाँनिर वाल छ त्यहाँनिरको वाल ड्र गर्ने। अब फेरि हेर्नु पर्यो भेन्टिलेसन कहाँ छ त, झ्यालहरू कहाँ छ भनेर। अब यहाँनिर हामीले हेऱ्यौँ भने झ्यालहरू यो बिचको दुईवटा वालमा छ, यहाँनिरको र यहाँनिरको वालमा छ। यही भेन्टिलेसन हो हैन। भनेपछि यसैलाई कपी गरिदिँदा पनि हुन्छ। यो कपी कसरी गर्न सक्छौँ भन्दा CO इन्टर गर्ने। अब यो वाल र यो वालमा छ भन्ने थाहा भइसक्यो हैन। यो दुईवटा वालमा, यसलाई म डिलिट गरिदिन्छु अहिले। CO इन्टर गरेँ मैले। अब यसको बेस पोइन्ट चाहिँ ठ्याक्क यो वालले यहाँनिर जहाँ स्ल्याबलाई छोएको छ त्यहाँ लिने। यसको पनि यहाँ जहाँनिर स्ल्याबलाई छोएको छ ठ्याक्क त्यही पोइन्टमा क्लिक गरिदिने। यसलाई पनि देब्रेपट्टिको ठ्याक्क त्यहाँनिर क्लिक गरिदियो भने तपाईँको सिल लेभल र लिन्टल लेभल आफै मिल्न जान्छ। जस्तै DLI लिनियर डाइमेन्सन यहाँदेखि यहाँ हेर्नु भने 7 फिट होला है। यही नै हुनुपर्ने हो 7 फिट। अनि यो हाइट चाहिँ हामीले कति राखेको थियौँ त 2 फिट भनेपछि यसरी ठ्याक्क मिल्छ। फेरि ड्र गरिराख्नु परेन। अब यसलाई ट्रिम गरिदिँदा भयो। TR इन्टर गरेँ मैले। यो सबैलाई सिलेक्ट गरेर बाउन्ड्री भयो। अब यो वाललाई यसलाई ट्रिम गर्नु पर्यो। यो लाइन त यहाँ भित्र पनि गएको छ, यसलाई यसरी ट्रिम गर्नु पर्यो। ल अब यो वाल यहाँ टुक्रा भयो, बिचमा झ्याल भयो। यो बिचको दुईवटा झ्याल पनि हामी बनायौँ। अब यो छेउको झ्याल यसलाई पनि त्यसरी नै हामी कपी गर्न सक्छौँ। CO इन्टर। यसलाई म कपी गर्छु झ्याललाई। यो बिमको तलबाट ठ्याक्क यो बिमको तलसम्म यसरी है त। यो वाल थिकनेस अलिकति मिलेन, त्यो अगाडि हामीले उ गर्दाखेरि नमिलेको थियो। अगाडि इरर आएको थियो नि हाफ इन्ची। यसलाई म यता मुभ गरिदिन्छु है त। अब यसलाई पनि ट्रिम गर्नु पर्यो। सिलेक्ट गरेँ, राइट क्लिक गरेँ, यसरी क्लिक गरेँ। अब यो ठ्याक्क भयो हैन। अब फर्स्ट फ्लोरको पनि हामीले के अरे वाल र विन्डो राखिसकेका छौँ। अब सेकेन्ड फ्लोरमा जाउँ। फर्स्ट फ्लोर पछि सेकेन्ड फ्लोर। सेकेन्ड फ्लोरमा पनि म ड्रप गर्छु। XL इन्टर, भर्टिकल इन्टर। ठ्याक्क जहाँनिर यहाँनिर छ त्यस्तै यहाँनिर छ। त्यसपछि काटिएको भनेको यहाँनिरको वाल काटिन्छ, त्यसपछि यहाँनिरको वाल काटिन्छ, त्यसपछि यो बाहिरपट्टिको वाल काटिन्छ। अब तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर ठ्याक्कै जहाँनिर यो फर्स्ट फ्लोरको वाल छ ठ्याक्कै सेम सेकेन्ड फ्लोरको वाल छ है। सेम ठाउँमा छ। अब यहाँनिर बिचको दुईवटा वालमा भेन्टिलेसन छ। हामीले यहाँनिर देख्न सक्छौँ यो बिचको दुईवटा वालमा भेन्टिलेसन पनि छ। ठ्याक्कै यही लाइनमा हो यो दुईवटा वालमा। यहाँनिर गएर हामीले हेऱ्यौँ भने यो यहाँनिर तल्लो फ्लोरमा छ, माथिल्लोमा सेम छ। भन्नुको मतलब सबै वालहरू मिल्छ यसको। भनेपछि यो फ्लोरको सबै वाल कपी गर्दा भयो। CO गरेँ मैले यसरी। वाल र विन्डोलाई यसरी सिलेक्ट गरेँ। बेस पोइन्ट स्ल्याबको टप लिएँ। यो स्ल्याबको टपबाट यो स्ल्याबको टपमा ठ्याक्क परपेन्डिकुलर स्न्याप गरेर यसरी कपी गर्ने है। अब यो सेकेन्ड फ्लोरको पनि यो भइसक्यो है त।
अब हामी पुग्यौँ टप फ्लोरमा। टप फ्लोरमा यहाँनिर वाल छ, फेरि एक्सेल गरेर मैले भर्टिकल गरेँ, यहाँनिर वाल आयो। त्यसपछि फेरि यहाँनिर वाल आयो भनेपछि यो यसलाई चाहिँ यो स्ल्याबभन्दा तलकोलाई मैले ट्रिम गरिदिन्छु। यहाँ पनि यो स्ल्याबभन्दा माथिकोलाई चाहिँ यसरी ट्रिम गरिदिन्छु। यहाँनिर यो गएर स्टेयरकेसको यो बटममा ठोकिने भयो यो वालले, यहाँको वाल बिममा गएर ठोकिने भयो, यसरी हुने भयो है त। अब यहाँनिर हामीले हेऱ्यौँ भने यो वाल यहीँनिर सकिएको छ। अब यसको माथि स्ल्याबमा प्रोजेक्सन होला हैन, कति छ प्रोजेक्सन यो अन्दाज गरेर हामीले स्ल्याब प्रोजेक्ट गर्ने। अहिले म 2 फिट प्रोजेक्सन राख्छु है त। अब यो बिमको इन्डबाट 2 फिट बाहिर प्रोजेक्सन होला भन्ने हिसाबले मानौँ। अब एउटा कुरा के चेन्ज हुनसक्छ भने यो तलपट्टि चाहिँ ठ्याक्क बिचमा पर्या भएर बिम यो कोलमको सेन्टरबाट जान्छ भने यहाँनिर चाहिँ त्यो बिम यो कोलमको छेउमा जान सक्छ है त। एक्सियल इन्टर, भर्टिकल इन्टर, यो फेस मिल्ने गरी जान सक्छ है। यो नर्मल्ली त्यस्तो फेस मिलाउने हुन्छ, प्र्याक्टिस हुन्छ। यो ठ्याक्क पिलरको बाहिरी छेउ मिल्ने गरी, त्यही भएर मैले यसलाई चाहिँ स्ट्रेच गरिदिन्छु। यस इन्टर गरेँ मैले, यस इन्टर। अब यो पोइन्टहरूलाई हामीले स्ट्रेच गर्नु छ। यो वाल चाहिँ यही पोजिसनमा रहन्छ, त्यही भएर मैले आर इन्टर गरेँ, रिमुभ। यसलाई चाहिँ स्ट्रेच गर्नु छैन। अब यसको राइट क्लिक गरेर बेस पोइन्ट यसलाई देखेर यहाँ लानु पऱ्यो ट्याक्कै हैन। यसरी यसको फेस पनि मिल्यो। यो मिलिसकेपछि यहाँबाट 2 फिट बाहिर स्ल्याब, अफसेट 24। अब स्ल्याब चाहिँ हाम्रो यहाँसम्म आयो है। यसरी स्ल्याब आयो। यो स्ल्याब आइसकेपछि हामी यहाँ बसेर उता हेरिरहेका छौँ भनेपछि एलिभेसनमा यो वालको यो फेस यो देखिन्छ, यो लाइन देखिन्छ, यहाँनिर देखिन्छ। अब यसलाई म ट्रिम गर्छु, फेरि यहाँनिर वालको लाइन आयो। अब यहाँनिर यो काटिएको स्ल्याब, यहाँनिरको माथिको स्ल्याब चाहिँ ठ्याक्क यहाँसम्म काटियो। अब यो स्ल्याब त यसरी 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 गएको हुन्छ हैन। त्यो हिसाबले कति गएको छ त्यो हिसाबले यसरी फेरि के आउने भयो त, स्ल्याब आउने भयो। अब यो वालको लाइनबाट कति आएको होला त स्ल्याब भन्ने कुरा अन्दाज गर्ने। अब जस्तै यहाँनिर हामीले हेऱ्यौँ भने यो पिल्लरबाट 4.5 3 एन्ड करिब 5 इन्च, 3 फिट 5 इन्च आइसकेको छ भनेपछि स्ल्याब अब 5 फिट नै क्यान्टिलिभर निकाल्यो भने पनि यहाँबाट 1.5 फिटभन्दा धेरै आउन सकेन हैन। भनेपछि यो वालको फेसबाट 1.5 फिटमा अफसेट गर्छु, अफसेट 18। अब यसरी यहाँसम्म चाहिँ यो स्ल्याब प्रोजेक्सन हुने भयो। यो वाल गएर ठ्याक्क यो स्ल्याबको बटममा यसरी बस्ने भयो। भनेपछि तपाईँले पहिला काटिने चिज काट्नु पर्यो, त्यसपछि एलिभेसनमा देखिने चिजहरू पनि यसरी एलिभेसनमा देखाउनु पर्यो है त। अब यहाँनिर यो स्टेयरकेसको पोर्सनको अलिकति डिटेल गरौँ। नर्मल्ली के हुन्छ भन्दा यो स्टेयरकेसको पोर्सनमा ल्यान्डिङ बिममा यो बिम आउँछ, अनि यो छड्केमा फेरि अलिकति छड्के नै स्ल्याब बिम जान्छ हैन। अनि यो फ्लोर लेभलमा बिम नर्मल्ली आउँदैन, त्यही भएर म अहिले डिलिट गरिदिन्छु यसलाई। फ्लोर लेभलको बिमलाई डिलिट गरिदिन्छु स्टेयरकेसमा ठ्याक्कै। अब यो वाल चाहिँ यहाँदेखि यहाँ गएको हुन्छ। अब यसलाई म कपी गर्छु, कपी, यो ल्यान्डिङ लेभलबाट लगेर ट्याक्क यो ल्यान्डिङमा राखेपछि आफै मिल्छ। ठ्याक्कै ल्यान्डिङमा, यसलाई ठ्याक्क ल्यान्डिङमा राखौँ, नचाहिने डिलिट गरिदिउँला। अब यो यहाँनिर यो पनि प्लानको इरर होला हैन। यो बिमहरू चाहिँ ठ्याक्क अलाइन भएको हुन्छ। यो फ्लोर प्लान अलिकति सिफ्ट भएको केही भएको होला, त्यो केयरमा गर्दा इरर हो। त्यही भएर यो बिम चाहिँ मैले अहिलेलाई यता सिफ्ट गरिदिन्छु। अब यो वाललाई यहाँबाट यहाँ ट्रिम गरेँ मैले। अब यो भनेको त स्टेयर कभर हो, सरी है। अब यहाँनिर अलिकति मिलाउनु पर्ने देखियो। यो पूजा रुमको लेभल हेर्नु भने यो लेभल हो है। यो पूजा रुमबाट अप छैन यहाँनिर भर्याङ, हामीले हेऱ्यौँ भने अप छैन, यहाँबाट डाउन मात्रै छ भन्नुको मतलब यहाँबाट यो स्ल्याब चाहिँ यहीँ इन्ड हुने भयो। यो स्ल्याब चाहिँ ठ्याक्कै यहीँ इन्ड हुने भयो। यसलाई म म्याच फरपट्टि गरिदिन्छु हैन। यो माथि जाने चाहिँ छैन भर्याङ, त्यही भएर यसलाई म डिलिट गरिदिन्छु। माथि जाने छैन, कति पनि छैन। यो स्ल्याब चाहिँ हाम्रो यहाँबाट यो लेभलबाट चाहिँ डाउन मात्रै छ भनेपछि यसरी डाउन मात्रै गयो। डाउन चाहिँ पारिपट्टि एलिभेसनमा देखिने हो। त्यसपछि यतापट्टि आयो र अलिकति यो 6-7 फिट कति झरिसकेपछि बल्ल यहाँनिर स्ल्याब काटिन्छ। भन्नुको मतलब यो लेभलबाट अलिकति झरेर यो लेभलमा आइसकेपछि बल्ल स्ल्याब काटिन्छ। यो यसरी काटियो है त। अब यसको टपको हेऱ्यौँ भने हामीले यो टपको स्ल्याब चाहिँ यसलाई म वाललाई ट्रिम गर्छु, यसलाई यसरी सार्दिन नि हुन्छ है। अब यो कस्तो हुने भयो त भन्दा यो यसलाई फिलेट गरिदिन्छु म। यसलाई यहाँ फिलेट, यसलाई
यहाँ फिलेट यो भयो है। अब यता क्यान्टिलिभर निस्किया जस्तै यसमा पनि सपोज 2 फिटको क्यान्टिलिभर निस्किया छ भने म अफसेट गरेर 2 फिट गर्छु, यसलाई फेरि फिलेट गरिदिन्छु। अब यो पोर्सनलाई ट्रिम गरिदिन्छु, टिआर डबल इन्टर गरेर यसरी। अब यो वाल चाहिँ गएर स्ल्याबमा ठोकिने भयो है त। अब योभन्दा माथि प्यारापिट वाल सिधा ठ्याक्क यसको माथि छ भने हामी के गर्न सक्छौँ, यहाँबाट यसलाई चाहिँ यसरी तान्दिउँ अन्दाजमा हैन। अब यसको नि बाहिरी फेसबाट छ भने, यसको नि बाहिरी फेसबाट छ भने, यसको पनि बाहिरी फेसबाट ठ्याक्क त्यसको माथि प्यारापिट वाल छ भने मैले अब यसलाई चाहिँ ट्रिम गरिदिन्छु, यसलाई पनि ट्रिम गरिदिन्छु, यसलाई पनि ट्रिम गरिदिन्छु। अब यो प्यारापिट वाल नर्मली 5 इन्चको हुन्छ, यसको प्यारापिट वालको माथिको प्लान चाहिँ छैन, मैले प्यारापिट वाल छ भनेर एजुम गरेर गरिदिइरहेको छु। अफसेट 5 इन्च अथवा 4.5 पनि राख्न सक्छौँ, अहिले म 5 नै राखिदिन्छु। यो भित्र वाल ठ्याक्क यो पोर्सनमा प्यारापिट वाल काटिन्छ भने यहाँको प्यारापिट वाल चाहिँ एलिभेसनमा देखिन्छ भनेपछि यो चाहिँ सिंगल लाइनै हुन्छ है त। प्यारापिट वालको हाइट अफसेट 3 फिट, अफसेट मैले 36 गरेँ। अब यहाँदेखि यहाँ यसरी आउने भयो प्यारापिट वाल। अब यो प्यारापिट वाल चाहिँ काटियो, त्यसपछि यो प्यारापिट वाल यसरी यहाँ प्यारापिट वाल यहाँको काटियो भनेपछि यताको प्यारापिट वाल त एलिभेसनमा देखिन्छ भनेपछि यहाँनिर चाहिँ यसरी लाइन आउँछ, यहाँसम्म लाइन आयो। अब फेरि यहाँको प्यारापिट वाल चाहिँ काटिने भयो, फेरि यहाँ काट्यो, त्यसपछि यहाँको प्यारापिट वाल काटिसकेपछि यहाँबाट फेरि यो फेस चाहिँ प्यारापिट वालको देखिन्छ, यसरी एलिभेसनमा देखिन्छ। यसरी हामीले काटिएको र फेस उसमा देखिनेलाई अलिकति छुट्याइदिनुपर्छ। अब यो वाल लेयरमा बसेको छ भने यसलाई एलिभेसन लेयर त्यस्तोमा राखिदियो भने क्लियर हुन्छ है त। यो काटिएको भयो, यो काटिएको भयो, यो चाहिँ एलिभेसनमा देखेको पछाडिको वाल भयो है। यसरी बनाइसकेपछि अब हामी यसमा पनि हेरौँ, यहाँनिर पनि प्यारापिट वाल छ। अब यो सेक्सन लाइन हेर्ने भने ठ्याक्क यो लेभलमा एक्सेल मैले भर्टिकल गरेँ हैन। भन्नुको मतलब यहाँ के छ त, ठ्याक्क यो फेसबाट चाहिँ प्यारापिट वाल लगाएको रहेछ भनेपछि बिमको फेसबाट यसलाई ट्रिम गरेँ मैले, अफसेट 36 गरेँ 3 फिट। अब यसलाई चाहिँ मैले फिलेट गरिदिन्छु। यो भनेको हाम्रो प्यारापिट वाल, अब म्याच प्रोपर्टी यो प्यारापिट वाल भयो। अब यहाँ चाहिँ काटियो यो प्यारापिट वाल, यहाँबाट उता फर्केर हेर्दाखेरि यो एलिभेसनमा यहाँ लाइन देखिन्छ प्यारापिट वालको भनेपछि यहाँनिर चाहिँ यसरी एउटा लाइन आउने भयो। यो एलिभेसनमा देखिएको भएर त्यसलाई म एलिभेसन लेयरमै राख्छु, एलिभेसन लेयरमा यसरी बस्यो हैन। अब यहाँनिरको स्ल्याब हेऱ्यौँ भने हामीले कति छ त, यसलाई प्रोजेक्सनै गर्दा नै हुन्छ, भर्टिकल गरेर मैले यो गरेँ। स्ल्याब यहाँसम्म चाहिँ स्ल्याब आउने भयो भने चाहिँ यसलाई एक्सटेन्ड गर्नु पर्यो, एक्सटेन्ड, यो स्ल्याबलाई त्यहाँसम्म एक्सटेन्ड। अब यसलाई फेरि फिलेट गरिदिउँ। अब यहाँनिर बिम र स्ल्याबको जङ्सनमा चाहिँ त्यस्तो लाइन हुँदैन, यसरी आयो हैन। यतापट्टि स्ल्याब छ। अब अर्को साइडमा हेर्ने हो भने यहाँनिर चाहिँ स्ल्याब पनि प्रोजेक्ट गरेको देखिँदैन हैन। त्यो हिसाबले चाहिँ अब यो यहाँनिर यो भइसकेपछि यो लेभलमा चाहिँ बिम सायद टाई हुन्छ है। यो टप लेभलमा चाहिँ बिम यसरी टाई हुन्छ। यहाँबाट अफसेट अथवा यसलाई कपी गर्दा पनि हुन्छ, कपी, यसलाई लगेर कपी, यसको हामीलाई टप थाहा छ भनेपछि यो टप लगेर ठ्याक्क यहाँ राख्नु पर्यो है त। अब यसलाई म फिलेट गर्छु, यसलाई योसँग फिलेट गर्छु लाइनसँग। अब ट्रिम गरेर यो बिचको लाइनहरू ट्रिम गरिदिन्छु। अब यसलाई म्याच प्रोपर्टी इएमआई इन्टर, यो भयो, यसलाई डिलिट गरिदिन्छु। अब यो लाइन र यो लाइन जोइन गरिदिने, जे इन्टर, यो लाइन र यो लाइन क्लिक गर्ने, इन्टर गर्ने, फेरि जे इन्टर, यो लाइन र यो लाइनलाई सिलेक्ट गर्ने, इन्टर गर्ने, जे इन्टर है त। यो भइसकेपछि प्यारापिट करिब सकिएको छ। अब हाम्रो यहाँनिर फुटिङको अलिकति गरिदिउँ। जस्तै हामीले फाउन्डेसन डिटेल हेऱ्यौँ भने नर्मल्ली फाउन्डेसन 5 फिट तल हुन्छ है त। अफसेट इन्टर 5 फिट इन्टर, यो भनेको ग्राउन्ड लेभलबाट 5 फिट तल, यहाँबाट 5 फिट तल। अब सपोज यो कोलमको सेन्टर लाइन छ भने, म अहिले अन्दाजमा सेन्टर लाइन बनाउँछु, यो सेन्टर लाइन छ भने फुटिङ नर्मल्ली 5 फिट बाई 5 फिट हुन्छ भने चाहिँ अफसेट 2 फिट 6 इन्च वान साइडमा जाने भयो, यसरी जाने भयो। यसलाई म फिलेट गर्छु। यो हाम्रो ट्रेन्च भयो। अब ट्रेन्चमा सबभन्दा तल चाहिँ के हुन्छ त, सोलिङ हुन्छ। अफसेट 2 इन्च सोलिङ गरेँ, फेरि अफसेट 3 इन्च पिसिसी गरेँ। अब चाहिँ ऱ्याफ्ट आउँछ। अब ऱ्याफ्टको यसको चाहिँ के अरे हात्ती पाइला आउँछ। हात्ती पाइलाको लागि चाहिँ सुरुमा हाम्रो यो पिलर कति छ त, पिलर हेऱ्यौँ भने हामीले पिलर छ 1 फिट छ है।
1 फिट बाइ 1 फिटको पिलर छ भने चाहिँ यो सेन्टर लाइनबाट अफसेट 6 इन्चीमा चाहिँ पिलरको मोटाइ आयो 6 इन्ची भने यो पिलर भयो। पिलरबाट अब यसको डेप्थ भनेको मिनिमम अफसेट अब 12 इन्ची 15 इन्ची यो डिफ्रेन्ट हुनसक्छ। अहिले म 12 इन्ची अथवा 1 फिट राखिदिन्छु। अफसेट इन्टर 12 इन्टर यो सिधा जाने पोर्सन भयो। अब यो अर्को पोर्सन यो इन्क्लाइन पोर्सन पनि अब 8 12 फरक फरक हुनसक्छ। अहिले मैले अफसेट इन्टर 9 इन्टर गर्छु है। यो चाहिँ स्ट्रक्चरल डिजाइनको कुरा भयो हैन। यसरी हात्ती पाइला इन्क्लाइन हात्ती पाइला यसरी आउने भयो। यसलाई फिलेट फिलेट गर्दै मैले अब म्याच प्रोपर्टी यो भयो हैन। अब यो यहाँबाट हामीले सेक्सन काट्दाखेरि त यो हात्ती पाइला त काटिदैन हैन। फाउन्डेसन त कहाँ छ यो माटो छ हैन। यसको तल भनेर बुझौँ न नर्मल्ली। भनेपछि यो चाहिँ ठ्याक्कै देखिँदैन, त्यही भएर यसलाई चाहिँ डटेड लाइनमा राखिदिँदा ठिक हुन्छ। मैले म्याच प्रोपर्टी गरेँ, यसलाई चाहिँ यही सेन्टर लाइनको डटेड लाइन लिइदिन्छु म यसलाई। अथवा चाहिँ यो सेन्टर लाइनको भयो ठ्याक्कै यहाँनिर उ लिन पनि सक्छौँ हामी, ड्यास लिन पनि सक्छौँ हैन यसरी। अब यसको चाहिँ अब अलि ड्यासको स्पेसिङ मिलाउन मन लाग्यो भने यसलाई सिलेक्ट गर्ने, प्रोपर्टी गर्ने, पिआर इन्टर। यहाँनिर हामीले लाइन टाइप स्केल 30 छ, यसलाई 20 गरेर हेरौँ। अलिक कम भयो हैन, 15 गरेर हेरौँ। कम भयो, कति चाहिन्छ त्यो हिसाबले गर्ने। अब यो चाहिँ हाम्रो के हो त ब्लक हो हैन। अब यसको यहाँ म लाइन एउटा पनि तान्छु। अब यो चाहिँ हरेक यो पिलर बसेको ठाउँमा बस्छ, त्यही भएर म यसलाई ब्लक बनाउँछु, बी इन्टर हैन। यसको उ पनि मिलाउँ, यसको लेयर चाहिँ अलिकति उमसमा राखौँ। यस ग्रिड भन्ने लेयरमा छ, ठिकै होला लाइन वेट ब्लक हैन। यसमा कोलम के अरे फाउन्डेसन एफडीएन फाउन्डेसन भनेर राख्छु म। सिलेक्ट अब्जेक्ट सिलेक्ट गरेँ, इन्टर। अब पिक पोइन्ट गरेर यसको ठ्याक्क सेन्टर पोइन्ट दिने है त, सेन्टर पोइन्ट दिने, ओके गर्ने। अब हामीले इन्सर्ट गऱ्यौँ भने हाम्रो इन्सर्ट आई इन्टर हैन। अब यहाँनिर एफडीएन यो भयो हैन। यसलाई डबल क्लिक गर्ने, ठ्याक्क अब यो कहाँनिर बस्ने भयो त। यसको सेन्टर भनेको यहाँनिर यो प्लिन्थ लेभलको ठ्याक्क सेन्टरमा बस्यो, यो बिमको सेन्टर हैन। अथवा ठ्याक्क कहाँ बस्छ भन्नेलाई हामीले यहाँनिर सेन्टर लाइनलाई प्रोजेक्ट गर्न पनि सक्छौँ। यो कोलमको सेन्टर लाइन हो, एक्सेल इन्टर भर्टिकल इन्टर। यहाँनिर एउटा ग्रिडमा अर्को ग्रिडमा 4 वटा पिलर छ हैन। यो हिसाबले अब यसलाई म मुभ गर्छु अहिले। यसको सेन्टर ठ्याक्कै यहाँ छ हैन, एम इन्टर। यसको सेन्टर थाहा भएन भनेपछि एउटा लाइन तान्न पनि सकिन्छ, एम इन्टर सिलेक्ट गरे। यसको मिड पोइन्ट यहाँबाट ठ्याक्क यो ग्रिड र ग्राउन्ड लाइन्स इन्टरसेक्ट हुने ठाउँमा यहाँनिर बस्यो हैन त। अब यसैलाई फेरि अहिले म डिलिट गरिदिन्छु। यसैलाई फेरि कपी गर्ने, यहाँ समात्यो। अब त यसको सेन्टर लाइनमा समातेर ठ्याक कपी गरिदिँदा हुन्छ। अब यो रेफरेन्स लाइनलाई डिलिट गरिदियो हैन। अब यो लाइन चाहिँ हाम्रो कहाँसम्म गयो हुन्थ्यो त, यहाँसम्म जाँदा अलि बेटर देखिएला हैन। किनभने यो ग्राउन्ड लाइन त हाम्रो ट्रिम गरिदिन्छु म अहिले। यहाँदेखि यहाँ भित्र त यो आवश्यक छैन ग्राउन्ड लाइन हैन, बाहिर यसरी देखाइदिँदा हुन्छ। त्यही मैले त्यसलाई डिलिट गरेँ। अब यसलाई चाहिँ यो ब्लक भएको भएर एउटाले मोडिफाई गर्दा सबै मोडिफाई हुन्छ। यसलाई सिलेक्ट गरेर मैले राइट क्लिक गरेर एडिट ब्लक इन प्लेस गरिदिन्छु, ओके गर्छु। यो गरिसकेपछि एक्सटेन्ड इएक्स इन्टर। यो लाइन चाहिँ यहाँसम्म जानु पर्यो हैन। त्यस्तै यो लाइन पनि अहिले यहाँ एउटा लाइन तान्दिन्छु म यतिकै। यो लाइन पनि यताको पनि यहाँसम्म जाँदा खासै फरक पर्दैन। अब यसलाई डिलिट गरिदिन्छु भनेपछि अब यहाँनिर गयो भने ब्लक एडिटर भन्ने हुन्छ। यहाँ सेप चेन्जेस गऱ्यो भने, ओके गऱ्यो भने अब यो सबै के भयो त माथिसम्म एक्सटेन्ड भयो यसरी। भनेपछि यो तल टाइपिङ लोवर टाइपिङमा आयो भने पनि लोवर टाइपिङ हुन्छ। लोवर टाइपिङको माथि ठ्याक्क यो वाल बस्छ, अनि फेरि वालमाथि चाहिँ टाइपिङमा आउँछ। यसरी आउँछ, सिधा आउँछ प्लिन्थको तल चाहिँ। अनि माथि सोलिङ पिसिसी गरिसकेपछि यहाँनिर फर्स्ट फ्लोरमा चाहिँ यो वाल जता पनि बस्न सक्छ हैन, स्ल्याबमाथि रेस्ट गरे हिसाबले त्यसरी आउँछ। अब अलिकति डाइमेन्सन दिने, अलिकति टेक्स्ट दिने, अब यसको ब्युटिफिकेसनको पार्टहरू बाँकी रह्यो। अब हामीले फर्स्ट फ्लोरमा स्ल्याब हेर्छौँ भने यहाँनिर स्ल्याब प्रोजेक्सन छ भने स्ल्याबहरू दिनु पर्यो हैन। जस्तै हामीले यहाँ वाल मात्रै बनाऊँ, यसमा स्ल्याब देखिँदैन। यो फर्स्ट फ्लोरमा यतापट्टि स्ल्याब छैन, यतापट्टि पनि छैन हैन। सेकेन्ड फ्लोरमा गयो भने यहाँनिर बरन्डा रहेछ है।
ग्राउन्ड फर्स्ट सेकेन्ड यो फ्लोरमा बरन्डा रहेछ भनेपछि यहाँबाट एक्सएल इन्टर भर्टिकल इन्टर यहाँनिर यो बरन्डाको लाइन भयो है। सेकेन्ड फ्लोरमा यहाँ बरन्डा छ भन्नुको मतलब यो स्ल्याब चाहिँ यहीँ बरन्डाको आउटर वालसम्म जानु पर्यो। एक्सटेन्ड गरेँ मैले, यसलाई ट्रिम गरिदिन्छु, यसलाई पनि ट्रिम गरिदिन्छु हैन। यो तलको आवश्यक भएन, यहाँनिर एल इन्टर गरेर यो स्ल्याबको पोर्सन भयो। अब यो प्यारापिटको वाल कहाँसम्म जान्छ त अफसेट 3 फिट है यहाँसम्म। अब यहाँनिर यसरी इन हुन्छ, फिलेट गर्दै मैले म्याच प्रोपर्टी म्याच गरेँ। अब यो वाल प्यारापिट वाल यहाँनिर काटियो भने यो यतापट्टि यो ब्याकग्राउन्डमा यो प्यारापिट वाल चाहिँ एलिभेसनमा देखियो भने चाहिँ यहाँबाट एउटा लाइन चाहिँ यसरी आउने भयो है त। अब म्याच प्रोपर्टी यसरी यसरी यसलाई म्याच गरिदियो। अब यति भइसकेपछि यहाँनिर अलिकति बाहिर आइरहेको थियो, तपाईँले एक्ज्याक्ट हेर्ने हो भने यहाँनिर तपाईँको बिमभन्दा वाल बाहिर गइरहेको थियो हैन। अगाडि हामीले यहाँनिरको लाइन तानेको हेऱ्यौँ भने जस्तै ग्राउन्ड फ्लोरमा हेऱ्यौँ भने सिमिलर हिसाबले जान्छ। एक्सएल इन्टर भर्टिकल इन्टर गर्छु, यो बिम लाइन हो यो हैन। बिम लाइन यहाँदेखि ठ्याक्क कहाँसम्म आउँछ त भन्दाखेरि पहिला बिमको बनाउँ है त। बिमको अफसेट 9 इन्च, यो बिम यसरी जान्छ, यो पिलरको आउटर फेसबाट 9 इन्च जान्छ। एक्सएल इन्टर भर्टिकल इन्टर यसरी यसरी यो बिम बस्ने भयो हैन। अलिकति भित्र बस्ने रहेछ यो बिम। त्यसको लागि म यसलाई चाहिँ नै एउटालाई म्याच प्रोपर्टी गरिदिन्छु। यो बिमको लाइन है फर्स्ट लाइन। अब यसलाई आइसोलेट गर्छु, एएफ गरेँ मैले सर्टकट, एलएवाई आइएसओ गर्दा पनि हुन्छ। अब बिम चाहिँ ठ्याक्क यसलाई स्ट्रेच गरिदिन्छु म, स्ट्रेच यहाँदेखि यहाँसम्मको बिमको फेस नै कहाँ मिल्नु पर्यो त, राइट क्लिक यहाँबाट यहाँ सर्नु पर्यो हैन। यसलाई सिलेक्ट गरेर डिलिट गरिदिन्छु, अनआइसोलेट एएफ हैन। बिम यसरी बस्यो। अब यो वाल चाहिँ के हुन्छ त, यो वाल चाहिँ बिमभन्दा बाहिर पनि बसिरहेछ नि, यहाँनिर देख्न सकिन्छ हामी। भनेपछि यहाँनिर चाहिँ स्ल्याब आउँछ, यसको अलिकति स्ल्याब आउनु पर्यो यहाँबाट यसरी यति स्ल्याब आएर यो स्ल्याब चाहिँ फेरि कसरी जान्छ त, यसरी जान्छ यसरी। हो यति पोर्सन चाहिँ स्ल्याब निकाल्ने भयो हैन। यो सेक्सनमा चाहिँ यहाँनिर काटिएको देखियो भने यो प्लानमा चाहिँ कस्तो हुन्छ त, यो छड्के स्ल्याब यो पोइन्टबाट यो पोइन्टसम्म यसरी गएको हुन्छ हैन। अलिकति ट्रायङ्गुलर स्ल्याब चाहिँ निस्केको हुन्छ। अब यो वाल गएर कहाँ ठोकिने भयो त, यो गएर यसमा ठोकिने भयो। अब यस्तो स्ल्याब चाहिँ ठ्याक्क यो स्ल्याब चाहिँ कहाँ हुन्छ त, यो हरेक बिममा हुन्छ। भनेपछि यसलाई मैले कपी गरिदिएँ, यो यसमा पनि निकालिदिँदा फरक पर्दैन हैन। यसमा त माथि गएर ठोक्दा भइहाल्यो। भनेपछि यसलाई फिलेट गरिदिएँ मैले, यसलाई पनि फिलेट गरिदिएँ। अब यो यहाँनिर पनि आवश्यक भयो हैन, कपी, यसलाई पनि ठ्याक्क तल परपेन्डिकुलर, यो पनि यसमा गएर फिलेट हुने भयो। अब यो प्लिन्थ बिममा पनि यो निकाल्नु पर्यो हैन। प्लिन्थ बिममा पनि यसरी स्ल्याब निकाल्नु पर्यो, यसरी हुने भयो। यसलाई म ट्रिम गरिदिन्छु यहाँको वाललाई। ओके, अब यो गएर यहाँ एक्सटेन्ड हुने भयो। यो ग्रिप समातेर माथि पठाइदिए पनि फरक पर्दैन। यो ग्रिप समात्ने ठिक्कै यता लगेर यहाँ पनि ग्रिप समात्ने, यहाँ लगेर यहाँ राखिदिने हैन। त्यस्तै यसलाई यहाँ गएर एक्सटेन्ड गरिदिने ठ्याक्क। यो वाल हेर्न सक्नुहुन्छ तपाईँ, सिधा तलदेखि माथिसम्म सिधा जाने भयो हैन। हामीले यसरी गर्नुपर्छ सेक्सन गर्दाखेरि, हरेक पोइन्टहरू हेरेर डिटेल गर्दै जाने। अब म यसलाई सिंगल भ्यू पोइन्ट गर्छु, भ्यू पोइन्ट कन्फिगरेसन। अब यहाँ कुनै कुरा एलिभेसनमा देखिएछ भने देखाउन सक्छौँ है। जस्तै हामी यहाँनिर हेर्दाखेरि यो भेन्टिलेसन चाहिँ के छ त, ग्राउन्ड फ्लोरमा यो भेन्टिलेसन एलिभेसनमा देखिरहेछ हैन। भनेपछि एक्सएल इन्टर भर्टिकल इन्टर, यो स्टार्ट पोइन्ट इन्ड पोइन्ट हैन भेन्टिलेसनको। अब भेन्टिलेसनको लिन्टल लेभल यहाँ भइहाल्यो, लाइन ताने मैले, एल इन्टर फेरि यो भनेपछि यो भेन्टिलेसन एलिभेसनमा देखियो हैन। मैले फिलेट गर्छु। अब यो चाहिँ डोर विन्डो लेयर होला यहाँ सायद, डोर विन्डो हैन। डोर विन्डो छैन भने यहाँ म अहिले ह्याच लेयरमा अथवा एक ग्लेजमा हालिदिँदा नि भयो हैन, एलिभेसनमा। अथवा म अहिले ह्याच लेयरमा हालिदिन्छु है त। अब यसपछि अफसेट, अब यो काठको भने 2 इन्चीको फ्रेम देखिन्छ वरिपरि, 2 इन्चीको फ्रेम देखियो। अब यो ओपनेबल भेन्टिलेसन हो भने यसमा फेरि फ्रेम देखिन्छ, त्यो सिसालाई होल्ड गर्ने 3 इन्चीको यसरी। अब यो भेन्टिलेसन चाहिँ यसरी घुम्नेवाला भेन्टिलेसन हुने भयो हैन। यसको आउटर फ्रेम देखियो, त्यसपछि यो भित्रको सटर देखियो, यो चाहिँ ग्लास भयो, यसरी यो देखियो हैन।
अब फर्स्ट फ्लोरमा पनि त्यही चिज देखिन्छ भने हामी कपी गर्न सक्छौँ। फर्स्ट फ्लोरमा पनि छ, सेकेन्ड फ्लोरमा छैन हैन। अब कहाँ छ त यसरी कपी गर्न सक्छौँ। अब यसलाई कपी गर्छु म, कपी, यसको बेस पोइन्ट चाहिँ यहाँ समातेर सिधा माथि लगेर परपेन्डिकुलर गरिदिँदा हुन्छ हैन। सिधा माथि नै होला त्यो, तैपनि कहाँनिर छ यो प्रोजेक्ट गरेर हामी हेर्न सक्छौँ। यसरी एलिभेसनमा देखिएको चिज एलिभेसनमा देखाउने, प्लानमा देखिएको चिज प्लानमा देखाउने। जस्तै यो ग्राउन्ड फ्लोरमा हेऱ्यौँ भने हामीले अर्को के देखिन्छ त यहाँनिर, यो मेन डोर पनि देखिन्छ, एक्सेल इन्टर भर्टिकल इन्टर, यो मेन डोर यहाँदेखि यहाँ हुन्छ हैन। अब यो भनेको म म्याच प्रोपर्टी गर्छु यसलाई, यो दुईवटा लाइन। अब यो ट्रिम गरिदिन्छु, यो प्लेन तल जाँदैन। अब अफसेट 7 फिट डोरको हाइट भयो। अब यसलाई फिलेट गरिदिने। अब यसलाई म्याच प्रोपर्टी गरिदिन्छु। अब अफसेट यसको पनि फेरि फ्रेम देखाउनु पर्यो 2 फिट 2 इन्च, यसलाई फिलेट गरिदिने। अब यो कस्तो खालको सटर छ त हैन। अब डबल सटर भएपछि एटलिस्ट बिचमा त्यो दुईवटा सटर जोडिने लाइन त आउने नै भइहाल्यो। अब त्यो अरू डेकोरेटिभ छ भने, यस्तो खालको प्यानलहरू छ भने यस्तो प्यानलहरू बनाउनु पर्छ। त्यो डिटेलिङ भनेको हामी बिस्तारै गर्दै जान सक्छौँ है, आवश्यकता अनुसार गर्दै जानुपर्ने हुन्छ। जस्तै मैले यो टेन्टेटिभ अहिलेलाई यत्तिकै रेन्डमली बनाएँ, केही कुरा पनि उ नगरिकन। अब यसलाई मिरर गरिदिन्छु, हेर्दाखेरि अलिकति देखियोस् भन्ने हिसाबले। अब यसलाई म्याच प्रोपर्टी गरिदिन्छु। यो ढोका भयो, मूल ढोका देखियो हैन यहाँबाट हेर्दा। अब यस्तै हिसाबले यहाँनिर पनि अर्को किचन डाइनिङमा आउने अर्को ढोका देखिरहेछ, एक्सेल इन्टर भर्टिकल इन्टर, यहाँदेखि यहाँसम्म छ भनेपछि यहाँनिरबाट अब यो वालले काटियो भनेपछि अब यहाँ हामी अलिकति हेरौँ है त। यहाँ ट्रिकी पनि रहेछ, राम्रो एक्जाम्पल हुने भयो। जस्तै एक्सेल इन्टर भर्टिकल इन्टर हो, यो वाल छ नि, यो वाल यो लाइनदेखि यो लाइनसम्म चाहिँ हामीले के देखाउँ त, ढोका देखाउँ हैन, ढोका। अब म अहिलेलाई चाहिँ यो कपी गरेर जान्छु, कपी सिओ इन्टर, यसलाई चाहिँ यो ढोकालाई ठ्याक्क कपी गर्छु, रिमुभ, यो पोर्सन चाहिएन। अब यसको स्टार्ट पोइन्ट भनेको यो पोइन्ट चाहिँ गएर ठ्याक्क यसमा बस्ने भयो हैन। यो पोइन्टदेखि यो पोइन्टसम्म हाम्रो के देखिया छ त, यो ढोका देखिया छ। त्यसपछि यहाँबाट काटेर हेरिरहेछौँ भनेपछि हामीले त्यसपछि यो अलिकति आधी जस्तो, आधीभन्दा बढी ढोका देखियो। त्यसपछि यो वाल देखियो, वालपछि त यो भित्तो देखियो भनेपछि हाम्रो ढोका देखिने भनेको कहाँसम्म त, यो लाइनसम्म हो, यो लाइनसम्म होइन। भनेपछि यो लाइनभन्दा यताको ढोकाहरू चाहिँ, ढोकाको पार्ट चाहिँ डिलिट गरिदिनु पऱ्यो हामीले है त। त्यसको लागि यो चाहिएन, यो प्यानल देखिएन हैन। त्यस्तै यो पनि देखिएन, यो लाइन देखिएन। त्यस्तै अब यहाँबाट ट्रिम गर्नु पऱ्यो यसलाई यसरी। यसलाई आइसोलेट गऱ्यौँ भने हो यो आधी ढोका देखियो हैन। अब ठ्याक्क अलिकति क्लियर भयो, यो आधी ढोका देखियो। यहाँबाट हेर्दाखेरि यहाँबाट सेक्सन काट्दाखेरि यो आधी ढोका देखियो। त्यसपछि यो वाल काटियो भनेको यो वाल काटियो। त्यसपछि फेरि यतापट्टिको भित्ता देखियो, अलिकति भित्ता देखियो, यो अलिकति भित्ता देखियो, अनि भेन्टिलेसन देखियो, फेरि भित्ता देखियो, भित्ता भेन्टिलेसन फेरि भित्ता, अनि फेरि वाल काटियो, यो वाल काटियो, यो वाल काटियो हैन। यसरी ठ्याक्क जे देखिन्छ, काट्ने चिज काटेको देखाउने, देख्ने चिज देखेको देखाउने, त्यो गर्ने हो सेक्सन काट्दाखेरि। जस्तै फेरि यहाँनिर अर्को ढोका पनि देखिने भयो, एक्सेल इन्टर भर्टिकल इन्टर। अब यो ढोका चाहिँ योदेखि यता देब्रेपट्टि अर्को वालसम्म आएको छ भने चाहिँ यहाँसम्म आउने भयो। यसको पनि लिन्टेल लेभल ठ्याक्क यहीँसम्म हुन्छ, फिलेट। अब यो ट्रिम गरिदिन्छु, यो प्लेन लेभलभन्दा तल जाने भएन। अब म्याच प्रोपर्टी, यसलाई म्याच। अब अफसेट फ्रेम बनाउनु पऱ्यो 2 इन्च सबैतिरबाट, यसरी फिलेट गरिदिएँ मैले। अब म्याच प्रोपर्टी, यसलाई पनि सेम लेयरमा हाल्ने हैन। अब यो ढोकाको जस आउटलाइन आयो। अब यहाँनिर खासमा यो समाउने ह्यान्डल के छ, यो सब डिटेल पनि हामी कति डिटेल गर्ने त्यो हिसाबले देखाउन सक्छौँ। अहिले चाहिँ म फ्रेमको आउटलाइन मात्रै देखाएँ हैन। अब यस्तै हिसाबले मैले माथिल्लो फ्लोरमा पनि गर्नुपर्ने हुन्छ हैन, कता कता के काटिन्छ, के देखिन्छ त्यो हिसाबले। अब फर्स्ट फ्लोरमा हेर्ने हो भने यहाँनिरको भेन्टिलेसन देखियो, यसलाई म प्रोजेक्ट गर्छु। यो सायद भेन्टिलेसन होला हैन। 3 फिट 6 इन्च बाई 3 फिट विन्डो भनेको छ हैन। भनेपछि यसको लिन्टेल लेभल चाहिँ हामीले 7 फिटमै छ भनेर मानौँ है त। योदेखि कहाँसम्म, यहाँसम्म हैन, झ्याल। अब यो 3 फिट बाई 3 बाई 3 फिट भनेपछि हाइट 3 फिट छ, अफसेट 36 गरेँ मैले। अब यसलाई फिलेट गर्छु,
यसरी यो झ्याल आयो हैन, यो झ्याल यसरी बन्यो। यो झ्याल बनिसकेपछि अब फेरि अफसेट 2 यसरी यसलाई पनि फेरि फिल्टर गर्दै मैले यो यहाँनिरको भेन्टिलेसन देखियो। भेन्टिलेसन देखिसकेपछि यहाँबाट यो लाइनबाट काटेर हेर्दा यहाँ फेरि ढोका देखियो हैन। अब एक्सेल इन्टर भर्टिकल इन्टर यहाँदेखि यहाँसम्म ढोका भनेको यहाँदेखि यहाँसम्म हैन, यो दुईटा लाइनको बिचमा चाहिँ ढोका आयो। त्यसको लागि यसको लिन्टेल ठ्याक्कै यहाँनिर भयो। यसरी यसरी ट्रिम गरिदिन्छु, यो फ्लोर लेभलभन्दा तल आउँदैन। अब अफसेट यसको पनि फ्रेम देखाइदिने, फेरि फिलेट। अब म्याच प्रोपर्टी एमए इन्टर, यो लाइनलाई चाहिँ ठ्याक्कै यही लेयरमा राखिदिने हैन। यो देखियो, फेरि अर्को ढोका देखियो हैन, एक्सेल इन्टर भर्टिकल इन्टर। अब यो ढोकाको साइज र यो ढोकाको साइज सेम हो भनेपछि यसलाई हामी के पनि गर्न सक्छौँ त, कपी पनि गर्न सक्छौँ। कपी यसको इनबाट समातेर ठ्याक्कै यसको इनमा लगाएर राखिदिने हैन। सरी है, यहाँनिर अलिकति मिस्टेक भयो। हाम्रो सेक्सन लाइन यहाँनिर छ भनेपछि त यो पछाडिको वाल देखिन्छ, त्यसपछि यो भेन्टिलेसन देखिन्छ हैन। अब यो वालले त यो ढोका त छेक्छ, पछि यो ढोका देखिँदैन है, सरी। अब यसलाई चाहिँ इरेजै गरिदिन्छु म, यो देखेन। त्यसपछि यहाँबाट काटेपछि यो वाल काटिहाल्यो, यहाँ अरू देख्ने कुरा केही पनि छैन। अब यो यहाँबाट काट्दाखेरि अब यता झ्याल ढोका केही पनि देखिँदैन। अब कहिलेकाहीँ एकदमै डिटेल गर्दाखेरि यो खाट पनि काटिएको छ नि, यस्तो बेडलाई पनि हामीले सेक्सनमा देखाउन सक्छौँ। कहिलेकाहीँ वास बेसिनहरू यसरी वालमा यसो देखाइरहेको हुन्छ नि, यस्तो हिसाबले बेसिनहरू पनि देखाइरहेको हुन्छ, अझ रियलिस्टिक हुन्छ हैन सेक्सनहरू। यसरी हामीले गर्न सक्छौँ। अब सपोज यही हिसाबले माथिल्लो फ्लोर पनि हुन्छ भने म यसलाई कपी गर्छु है। अहिले म माथिल्लो फ्लोर हेरिनँ, टाइम अलि लामो भएको भएर भिडियो। यही हिसाबले हामीले यसलाई CO इन्टर प्रिभियस इन्टर, यसलाई यो स्ल्याबबाट सिधा यसको परपेन्डिकुलर यहाँसम्म लानु पर्यो हैन। यसरी गर्न सक्छौँ। अब यो भ्यूपोर्टलाई म सिङ्गल गर्छु, भ्यूपोर्ट कन्फिगरेसन सिङ्गल। अब यहाँनिर अलिकति ह्याच गरौँ, ह्याच गरेपछि अलिकति डिस्टिङ्क्ट आउँछ। म ह्याच लेयरमा बस्छु, सुरुमा ह्याच लेयर। अब स्ल्याब जतिमा चाहिँ कङ्क्रिट ह्याच गर्नु पर्यो है त, स्ल्याब जतिमा एच इन्टर हैन। त्यसको लागि हाम्रो कङ्क्रिट चुज गरौँ पहिला, एयर कङ्क्रिट पिक पोइन्ट यो भयो। त्यसपछि यहाँनिरको स्ल्याबमा, त्यस्तै यहाँनिरको स्ल्याबमा, यहाँनिरको स्ल्याबमा, अब यहाँनिरको स्ल्याबमा, त्यसपछि यहाँनिर पिसिसी हुन्छ यो बिममा, त्यसपछि यो पिसिसी बिम पिसिसी बिम पिसिसी, त्यसपछि बिम। यतिमा चाहिँ कङ्क्रिटको ह्याच भयो हैन। त्यसपछि अब वालको ह्याच, जति पनि वाल काटिन्छ त्यसमा वालको ह्याच, फेरि ह्याच लेयर। यसमा वालको लागि चाहिँ यो स्टिल जस्तो सेक्सन लाइन हेरौँ, जस्तै यो लिन्छ नर्मल्ली। पहिला यो सबै वालहरूमा क्लिक गरौँ, त्यसपछि प्याटर्नहरू अलिकति मिलाउँला। यसरी जहाँ जहाँ चाहिँ वाल काटिएको छ त्यो वालहरूमा यसरी क्लिक गर्दै जाने, यसरी यसरी क्लिक गर्दै गइसकेपछि अब यसको स्केल चाहिँ अलिकति बढाउँ, 10 इन्टर गरेँ म। 10 इन्टर गर्दा कस्तो देखिन्छ, अझ बढी नै भए जस्तो छ हैन। यसलाई 30 गरौँ, इन्टर 30 गर्दा करिब ठिकै होला जस्तो इन्टर गरेँ है। अब यो पनि भयो। अब यो गरिसकेपछि यसको पनि अलिकति स्केल बढाउँ, 5 जति गरौँ हैन, धेरै सानो भयो। 3 गरौँ, 2 गरौँ है, 2 गर्दा ठिकै होला जस्तो चाहिँ। यति भइसकेपछि अब कुन अब्जेक्ट कहाँनिर चाहिँ स्ल्याब छ, कहाँनिर वाल छ भन्ने कुराहरू क्लियर भयो। त्यस्तै यो टो वालमा पनि अलिकति ह्याच गरौँ, यो टो वाल है। यति भइसकेपछि ह्याच पनि करिब भयो।
ग्राउन्ड लाइनलाई अलिकति बाहिरसम्म एक्सटेन्ड गरौँ। अब यो ग्राउन्ड लेयर चाहिँ अलि मोटै हुन्छ हैन, त्यो हिसाबले यसको चाहिँ जुन लेयरमा भए पनि यसको लाइन वेट चाहिँ अलिकति 0.5 जस्तो राखिदिँदा हुन्छ। लाइन वेट अन गरौँ। लाइन वेट नमिले पनि केही छैन, हामी लेयरमा काम गरे भएर एकैचोटि मिलाउन सक्छौँ है। अब यो भइसकेपछि अब तपाईलाई जस्तै यो स्ल्याबको लाइन वेट अलि कम जस्तो लाग्यो भने यो कुन लेयरमा छ त, स्ल्याब लेयरमै छ हैन। स्ल्याब लेयरमा LA इन्टर गरेर हेरौँ स्ल्याब लेयरको कति छ त लाइन वेट। स्ल्याब हैन 0.35 छ। वालको कति छ 0.3 छ भने चाहिँ वाल र स्ल्याबको सेम गर्ने हो भने अब यसलाई पनि 0.35 गर्दा नै हुन्छ हैन। आवश्यकता अनुसार हामी गर्न सक्छौँ। त्यसपछि अब यो एलिभेसनमा देखिएको चिजहरू चाहिँ के हुन्छ त, अलिकति लाइट हुन्छ। जस्तै यो पनि एलिभेसनमा देखिएको हो, त्यही भएर मैले यसलाई म्याच प्रोपर्टी गरिदिन्छु। यसरी ठ्याक्क ड्रइङ गर्दाखेरि कुन चाहिँ काटिएको कुन चाहिँ एलिभेसनमा, जस्तै यो एलिभेसनमा देखेको वाल हो हैन। वाल अलि सेक्सन वालको यो लाइन वेट अलि बढी हुनु पर्यो यो विन्डोको भन्दा, त्यसरी मिल्यो भने राम्रो देखिन्छ। अब यसमा अलिकति हामी लेबलिङ गर्नुपर्ने हुन्छ हैन। लेबलिङ गर्दाखेरि यसरी डाइमेन्सन, अब म डाइमेन्सन लेयरमा बस्छु अथवा यहाँनिर डिम लेयर छ हैन। अब DLI डाइमेन्सन लिनियर, यो फाउन्डेसनको बटमदेखि ग्राउन्ड लेभलसम्म 5 फिट हैन। अब डाइमेन्सन कन्टिन्यू। अब त्यसपछि प्लिन्थ लेभल 1 फिट 6 इन्च। त्यसपछि यो ल्यान्डिङ लेभलदेखि अर्को ल्यान्डिङ, यसरी ल्यान्डिङ लेभलहरू सबै ल्यान्डिङ लेभलहरू दिँदै जानु पर्यो। त्यसपछि यो स्ल्याब लेभल हैन, त्यसपछि यो टप प्यारापिट लेभल यसरी दिँदै जाने हैन। अनि त्यसपछि बिल्डिङको टोटल हाइट पनि दिन सक्छौँ हामी। एकपटक यो देखि ग्राउन्ड लेभल, फेरि डाइमेन्सन कन्टिन्यू, यो बिल्डिङको टोटल हाइट पनि हामी एकैपटक दिन सक्छौँ। यसरी डाइमेन्सन दिने हैन। यो डाइमेन्सन चाहिँ डाइमेन्सन लाइन चाहिँ एक साइडमा मात्रै लाइन छ, त्यही भएर मैले D इन्टर गरेर यसको 8 स्केलवाला हेरौँ है त कस्तो छ। सेट करेन्ट ओके, क्लोज DAL हो, यो ठिक छ। यसलाई म म्याच प्रोपर्टी गरिदिन्छु। यसलाई चाहिँ डाइमेन्सनलाई चाहिँ यसरी म्याच गरिदिन्छु। डाइमेन्सनको सेटिङ हामी अर्को भिडियोहरूमा देखाउँला। अहिले यो देखाउन थाल्यो भने अलि लामो भिडियो हुन्छ, अझ लामो हुन्छ, भिडियो लामो भइसकेको छ। अब यहाँनिर हामीले एउटा के गर्न सक्छौँ भन्दा यहाँनिर यो लेबल लाइनहरू दिनुपर्ने हुन्छ है त। जस्तै यहाँनिर म एउटा ट्रायंगल जस्तो बनाउँछु, अलिकति अब देखाइहालौँ यहाँबाट। अब यसलाई मिटर गरेर यस्तो ट्रायंगल भयो। अब यहाँनिरबाट यसरी एउटा लाइन यता लगेर ह्याच गर्ने, एक साइडको चाहिँ सोलिड ह्याच गरिदिने हैन। यो भयो। अब यो सबैलाई चाहिँ हामी ठिक छ ह्याच लेयरमा राख्दिउँ। ह्याच लेयरमा यसलाई चाहिँ ब्लक बनाउने है त। ब्लक एरो AR राखिदिन्छु यसलाई। सिलेक्ट अब्जेक्ट, पिक पोइन्ट चाहिँ यहाँनिर दिने ओके। अब यसलाई चाहिँ यहाँनिरबाट एउटा सिधा लाइन तानेर एक्सेल इन्टर भर्टिकल इन्टर गरेर यहाँनिर लाइन तानौँ। अब यो एरोमा ठ्याक्क यो राखेर अब यो ठ्याक्क हरेक लेभलमा यहाँनिर यसरी यो लेभल कुन लेभल दिने हो त त्यहाँबाट यसरी लाइन तान्ने। जस्तै लिन्टल लेभल दिनु पर्यो, सिल लेभल दिनु पर्यो हैन। त्यस्तै यहाँको पनि लिन्टल सिल हैन। अर्को फ्लोर लेभल हैन। यो प्यारापिटको लागि अलिकति डाइमेन्सन दिने हुन्छ, नर्मली सिल लिन्टलै देखाउने चलन हुन्छ यसरी हैन। यहाँनिर सिल लिन्टल छैन, त्यही भएर यहाँ प्यारापिट लेभल देखाइदिँदा पनि फरक परेन। त्यसपछि यहाँनिर अर्को फ्लोर लेभल, यहाँनिर प्यारापिट लेभल, यसरी लाइनहरू तान्ने। यो चाहिँ ह्याच लेयरमा राखिदिउँ। ह्याच लेयरमा यसको लाइन टाइप चाहिँ डट डट राखिदिँदा पनि हुन्छ, ओभरहेड हैन। यसरी यो ड्यास ड्यास आउने हिसाबले यसको लाइन वेट अलिकति हेरौँ। लाइन टाइप स्केल मैले 50 जति गरिदिन्छु है त, कस्तो हुन्छ। यो अलिकति ओभरहेड भनेपछि अलि मिलेन, यो मैले डट डट नै गर्न खोजे हो। यसमा लोड गरौँ। लोडमा ISO डट ओके, फेरि ISO डट ओके हैन। यहाँ सिलेक्ट गरिसकेपछि अब यहाँ ISO डट आउँछ हैन। यसको प्रोपर्टी हेऱ्यौँ भने हामीले 20 जति गरिदिउँ। यसलाई 20 1 गरेर हेरौँ, अलि बढी 2 ठिक हुन्छ है। यति गरिसकेपछि अब यसलाई म्याच प्रोपर्टी, यो सबै यो जुन डाइमेन्सन दिनलाई लिएको यो लाइन छ यसलाई चाहिँ यसरी
सिलेक्ट गरिदिउँ। अब यो लाइनको आवश्यकता छैन। अब यसमा चाहिँ यो लेभल चाहिँ हरेक लेभलमा दिने भएको भएर यसलाई कपी गरौँ। यसरी कपी गर्दै जाउँ। कपी गरिसकेपछि माथि पनि रहेछ कपी हैन। यो भइसकेपछि अब टेक्स्ट लेखौँ एउटा एम्प्टी इन्टर। यहाँनिर सुरुमा प्लस माइनसको लागि % p टाइप गऱ्यो भने प्लस माइनस आउँछ। 0 फिट ड्यास 0 इन्च प्लिन्थ लेभल है त। 0 फिट 0 इन्च प्लिन्थ लेभल PLITH प्लिन्थ LVL गर्दा पनि हुन्छ, LVL मात्रै गरे पनि हुन्छ। LVL हैन। यो कन्ट्रोल ए। यो डाइमेन्सन चाहिँ टाइम्स न्यू रोमन छ भने त्यसमा ठिक हुन्छ हैन। टाइम्स न्यू रोमन टेक्स्ट हाइट कति राख्ने राखौँ। यसलाई म ओके गरिदिन्छु हैन। यो टेक्स्ट कत्रो धेरै सानो भएको छ। यसलाई डबल क्लिक गरेर सिलेक्ट गरेर टेक्स्ट हाइट चाहिँ 6 इन्च जति राखौँ। कत्रो हुन्छ है त 6 इन्च अलिक ठुलो भयो जस्तो। यसलाई 5 इन्च जति राख्दा ठिक्क होला। 5 इन्च यसरी। यसलाई मुभ गरिदिन्छु म। यसलाई चाहिँ यहाँनिर राख्ने हैन। अलिकति पोजिसन मिलाउँ। यसको सिधा माथि अलिकति यति जति हैन। प्लिन्थ लेभल। यो प्लिन्थ लेभल चाहिँ यसलाई म मुभ गरिदिन्छु। प्लिन्थ लेभल चाहिँ यहाँनिर भयो हैन। अब यसलाई फेरि सबैमा कपी गरौँ। यसको जस्टिफिकेसन कतापट्टि छ त देब्रेपट्टि छ हैन। भनेपछि मिल्छ। कपी यसको चाहिँ यहाँबाट ठ्याक्क परपेन्डिकुलर स्न्याप गरेर सबैमा कपी गरौँ। कपी गरेँ। कपी गरिसकेपछि यसको अब एडिट गर्नुपर्छ। यसको नामहरू चाहिँ एडिट गर्नुपर्ने हुन्छ। जस्तै यो भनेको यो प्लेन लेभललाई 0 मान्यो भने यो कतै छ त -1 फिट 6 इन्ची छ हैन। तलपट्टि छ भने चाहिँ माइनस भयो। -1 फिट 6 इन्च। यो भनेको ग्राउन्ड लेभल हैन। यसलाई चाहिँ ग्राउन्ड लेभल हैन। ग्राउन्ड लेभल भइसकेपछि अब यहाँबाट यो सी लेभल कति छ त यसलाई 0 मान्दा यो प्लेन लेभललाई 0 मान्दा यो 2 फिट 6 इन्च प्लस 2 फिट 6 इन्च। यो भनेको सी लेभल हैन। सी लेभल भइसकेपछि यहाँभन्दा माथि 7 फिट प्लस 7 फिट 0 इन्च लिन्टल लेभल हैन। अब सी लेभल लिन्टल लेभल सबैमा कपी गरिदिउँ सुरुमा है त। अनि यो लेभल चेन्ज गरौँला। कपी लिन्टल कहाँ छ त यहाँनिर छ। कन्ट्रोल ए कन्ट्रोल भी हैन। अर्को लिन्टल यहाँनिर छ। कन्ट्रोल ए कन्ट्रोल भी अरू छैन। त्यस्तै सीलाई पनि कपी गरिदिउँ। सिलेक्ट गरेँ कन्ट्रोल ए कन्ट्रोल सी। अब यहाँनिर कन्ट्रोल ए कन्ट्रोल भी। त्यस्तै यहाँनिर पनि छ कन्ट्रोल ए कन्ट्रोल भी। अब यो 7 फिटसम्म यो भयो हैन। यहाँबाट यहाँसम्म कति छ त 10 फिट हैन। प्लस 10 फिट फर्स्ट फ्लोर लेभल फर्स्ट फ्लोर लेभल हैन। प्लस 10 फिट फर्स्ट फ्लोर लेभल। यसलाई पनि म कन्ट्रोल ए कन्ट्रोल सी कपी यो सेकेन्ड फ्लोर लेभलमा पेस्ट गरिदिन्छु। कन्ट्रोल ए कन्ट्रोल भी। त्यस्तै थर्ड फ्लोर लेभलमा कन्ट्रोल ए कन्ट्रोल भी। त्यस्तै यहाँनिर कन्ट्रोल ए कन्ट्रोल भी भयो हैन। अब हामी यहाँसम्म करेक्सन गरिसक्यौँ। यहाँबाट यो कति छ त 12 फिट 6 इन्ची। यो चाहिँ 12 फिट 6 इन्ची सी लेभल। यहाँबाट यो ग्रिपलाई सार्दिउँ 17 फिट लिन्टल लेभल। यहाँबाट 17 फिट लिन्टल लेभल। यहाँबाट 20 फिट फर्स्ट फ्लोर लेभल। यहाँबाट यो 22 फिट 6 इन्च 22 फिट 6 इन्च सी लेभल। त्यसपछि 27 फिट लिन्टल लेभल। यहाँबाट
30 फिट अर्को फ्लोर लेभल यहाँबाट यो 33 फिट प्लस 33 फिट प्यारापेट लेभल PARAPET प्यारापेट लेभल यहाँबाट यो 40 फिट प्लस 40 फिट अर्को फ्लोर लेभल यहाँबाट 43 फिट होला सायद 43 फिट प्लस 43 फिट यो पनि PARAPET प्यारापेट लेभल हैन यसलाई डिलिट गरिदेऊ अब यहाँबाट एकपटक चेक गरौँ यो -1 छ ग्राउन्ड लेभल प्लिन्थ लेभल सिल लेभल लिन्टल लेभल फर्स्ट फ्लोर लेभल सिल लिन्टल यो सेकेन्ड फ्लोर लेभल COND सेकेन्ड फ्लोर लेभल सिल लिन्टल यो चाहिँ थर्ड फ्लोर अथवा टप फ्लोर भन्दा नि भयो टप फ्लोर लेभल हैन अब यो चाहिँ यसलाई सबैभन्दा माथिको स्ल्याब भएको भएर रुफ लेभल भन्दा हुन्छ रुफ लेभल यो चाहिँ प्यारापेट लेभल हैन यसरी यो नेमिङ भयो अब यो हिसाबले हामीले जति पनि कम्प्लेक्स सेक्सन भए पनि एउटा कम्तीमा यो राइट साइडमा हामीले एउटा लेभलहरु दिनुपर्ने हुन्छ हैन कुन लेभल कति हो भनेर यो नर्मली फ्लो राइटहरु थाहा हुन्छ यहाँबाट अब हाम्रोमा चाहिँ यहाँनेर यसमा सिल लिन्टल लेभल एउटै छ हैन कुनै डिजाइनमा चाहिँ सिल अब यो ग्राउन्डबाट अथवा ग्राउन्डबाट 6 इन्च माथिबाट आएको पनि हुन सक्छ यसरी डिफरेन्ट साइजको विन्डोहरु छ भने हामीले वाल सेक्सन पनि दिनुपर्ने हुन्छ हैन बिल्डिङको जस्तै यसमा चाहिँ सपोज फुल ग्लेजिङ छ हैन यो अब सपोज ग्राउन्ड लेभलबाटै अथवा चाहिँ के रे यो फ्लोर लेभलबाटै अथवा 6 इन्च माथिबाट मात्रै यो बीम लेभलसम्म गएको छ भने यसको सिल लिन्टल त फरक भयो अरु ठाउँको भन्दा त्यसैले युनिक खालको चीजहरु कतै छ भने त्यस्तोमा चाहिँ हामीले वाल सेक्सन दिनुपर्ने हुन्छ जस्तै यहाँनेर यो वाल कसरी रेस्ट गर्छ स्ल्याबमा त्यसको लागि हामीले यहाँको वाल सेक्सन दिन आवश्यक पर्न सक्छ हैन यस्तै हिसाबले स्पेशल डिजाइनहरुमा चाहिँ हामी वाल सेक्सन दिन्छौं भने यो जनरल बिल्डिङ कस्तो छ कति हाइटको छ भन्ने इन्फर्मेसनको लागि चाहिँ हामी यसरी जनरल सेक्सन दिने गर्छौं हैन अब सेक्सनमा चाहिँ अब एउटा चाहिँ यसको हाइट पनि देखिनु पर्छ र कहिलेकाहीँ म्युनिसिपालिटीको लागि चाहिँ यो फुटिङ पनि थाहा हुनुपर्छ भन्ने चलन हुन्छ त्यही भएर यसरी एउटा फुटिङको चाहिँ डेप्थ र यसको विड्थ देखाइदिँदा पनि उनै हुन्छ अब यसपछि हामीले यहाँनेर यो सेक्सन लाइनको नाम AA दिएको भएर यहाँनेर हामीले जे नाम दिएका छौं अब यो सेक्सनको नाम चाहिँ सेक्सन 8AA भनेर लेख्नु पर्ने हुन्छ यसलाई चाहिँ सेक्सन 8A-A हैन यो भनेर दिनुपर्ने हुन्छ यसलाई म सेन्टर लाइन गर्दिन्छु टेक्स्ट साइज यसलाई अलिकति सानो गरौँ यो 8 इन्च जति गर्दा हुन्छ हैन यसरी हामीले कुनै पनि बिल्डिङको सेक्सन काट्न सक्छौं भिडियोलाई अन्तिमसम्म हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद।